हामी यो फ्रेम स्टार्ट गरेका थियौँ होइन यही हो नि होइन फ्रेमको स्टार्ट गरेका थियौँ र फ्रेममा चाहिँ हामी यहाँनिर लोड भेक्टरको पार्टतिर डिस्कस गर्दै थियौँ फिक्सन मोमेन्टमा त तिमीहरूलाई कसैलाई केही प्रब्लम भएन यहाँनिर फिक्सन मोमेन्ट कुनमा के आउँछ भनेर अब यो आजको क्लास फेरि स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ हिजोको केही रिभिजन जस्तो हेरौँ है त फ्रेमको केसमा के हुन्छ भन्ने कुरा ल अब फ्रेमको यहाँनिर हामीसँग क्वेसन छ यो क्वेसन छ अब यो क्वेसनलाई चाहिँ हामी सल्भ गर्दैछौँ अब फ्रेममा चाहिँ कोअर्डिनेटहरू डिफाइन गर्दाखेरि के हुन्छ भनेर अब यहाँनिर फिक्स छ केही पनि हुने भएन यहाँ पनि फिक्स छ केही पनि हुने भएन यदि यहाँ रोलर हुन्थ्यो भने के हुन्थ्यो यहाँ रोलर हुन्थ्यो भने के हुन्थ्यो हुन त रोटेसन प्लस ट्रान्सलेसन दुईटै हो यहाँनिर ट्रान्सलेसन पनि हुन्थ्यो रोलर भन्नाले सरी हिन्ज थियो भने रोटेसन आउँछ रोटेसन आउँथ्यो है ख्याल गर्ने है ल अब हामी चाहिँ यहाँनिर हेरौँ अब यो क्वेसनमा हेर्दाखेरि हामीसँग यहाँ केही पनि छैन यसमा पनि केही पनि छैन यहाँनिर यसमा यो जोइन्टमा रोटेसन आउँछ यो जोइन्टमा रोटेसन आउँछ र अर्को चाहिँ अब ल्याटरली यसरी मुभ हुन पाउँछ कि पाउँदैन त्यो हेर्थ्यौँ हेर्दाखेरि चाहिँ अहिले यहाँनिर बिमको सपोर्ट बिममा चाहिँ कुनै पनि छैन रोलरहरू केही छैन ल्याटरली मुभ गर्न रोक्ने है ल्याटरली केही गर्न रोक्ने मुभ गर्न रोक्ने चाहिँ कुनै सपोर्ट नभएको कारणले गर्दाखेरि यो के हुन्छ त सोय हुन्छ है सोय हुन्छ सोय भएपछि चाहिँ यहाँनिर ट्रान्सलेसन हुन्छ यो ट्रान्सलेसनको लागि चाहिँ अर्को एउटा डिग्री अफ फ्रिडम पनि हामीले डिफाइन गर्नु पर्यो है अब यदि तिमीहरूको यहाँनिर अर्को यसरी मेम्बर हुन्थ्यो भने जस्तो यो भयो अथवा क्यान्टिलिभर पोर्सन अथवा चाहिँ यहाँनिर यसरी एड भएको अर्को केही हुन्थ्यो भने है यसरी हुन्थ्यो भने पनि के हुन्थ्यो त यहाँनिर ट्रान्सलेसन हुन्थ्यो एउटै हुन्थ्यो त्यो डेल्टा हुन्थ्यो है यो फ्रेमको लागि एउटा यो फ्रेमको लागि एउटा हुँदैन किनकि यो होल यो बिममै मुभ भएर जान्छ भनेर कन्सिडर गर्छौँ हामीले पहिला पनि हेरिसकेका छौँ होइन यो होलै बिम नै जाने हो त्यही भएर यो यहाँदेखि यहाँसम्म यसरी पुगिरहेको हुन्छ त्यही भएर त्यहाँनिर ट्रान्सलेसनमा चाहिँ यो डेल्टा एउटा मात्र डेल्टा यो मेमोरीको लागि डेल्टा यो मेमोरीको लागि डेल्टा भनेर दुईवटा हुँदैन त्यहाँनिर है तर रोटेसन चाहिँ फेरि यहाँनिर अब जोइन्टहरू तिनवटा भएपछि रोटेसन चाहिँ तिनवटा हुने भयो है त्यो आउँदैन 4x4को जनरली आउँदैन अहिलेसम्म आएको छैन नआउला पनि तर आउनै सक्दैन आउनै हुँदैन भन्ने चाहिँ होइन है ल अब यहाँ एउटा रोटेसन यहाँनिर एउटा रोटेसन अर्को यहाँनिर एउटा रोटेसन होइन अनि त्यसपछि अर्को चाहिँ के त सो एउटा होरिजोन्टल यतातिरको सो कोअर्डिनेट यसरी चारवटा कोअर्डिनेटहरू हुन्छ ल अब यो क्वेसनमा चाहिँ तिमीहरूले हामीले हिजो हेर्दाखेरि केसमा डिस्कस गर्दै थियौँ भने लोड भेक्टर भन्नाले पी माइनस पी ड्यास भन्नेमा हामी डिस्कस गर्दै थियौँ पी भनेको के रहेछ पी भनेको के रहेछ भन त मलाई एकजनाले पी भनेको के रहेछ के रहेछ पी भनेको कोअर्डिनेट पोइन्टमै लागेको फोर्स अथवा मोमेन्ट हो कोअर्डिनेट पोइन्टमै जुन हामीले डिफाइन गरेको कोअर्डिनेट छ त्यसैमा लागेको मोमेन्ट अथवा फोर्स केही छ भने त्यो रहेछ अनि पी ड्यास भनेको के रहेछ भन त त्यही कोअर्डिनेटको डिरेक्सनमा इन्ड्युस भएको एक्सटर्नल लोडले गर्दाखेरि इन्ड्युस भएको फोर्स अथवा मुभमेन्ट रहेछ बुझ्यौ यो पी भनेको चाहिँ त्यसैमा लागेको फोर्स भयो एक्सटर्नली लागेको पी ड्यास भनेको चाहिँ के रहेछ त इन्ड्युस भएको भन्नाले के त तिमीले यहाँनिर यस्तो छ हेर त ल तिमीले यहाँनिर फिक्स एन्ड छ यसरी फिक्स एन्ड छ अब यहाँनिर पोइन्ट लोड लगायो भने अब यो पोइन्ट तिम्रो कोअर्डिनेट हो भने यो पोइन्टमा त अब यहाँ रियाक्सन इन्ड्युस भयो नि सरी मोमेन्ट इन्ड्युस भयो नि यहाँनिर होइन यो लोडको कारणले गर्दाखेरि यहाँनिर यो इन्डमा मोमेन्ट इन्ड्युस हुन्छ लोडको कारणले गर्दाखेरि यो मेम्बरमा अथवा योसँग यो जोइन्टमा एट्याक भएको अर्को मेम्बरमा त्यो मेम्बरको जोइन्टहरूको बिचमा लागेको लोडको कारणले गर्दाखेरि सपोर्टमा अथवा जोइन्टमा इन्ड्युस भएको के त फोर्स अथवा मोमेन्ट बुझ्यो कुरा क्लियर छ सर भनेपछि यहाँनिर पोइन्ट लोड पी लागेको रहेछ भने यहाँनिर आउने चाहिँ अब कति भयो त यो मोमेन्ट यहाँनिर यो कोअर्डिनेट हामीले निकाल्दैछौँ भने यसमा आएको मोमेन्ट चाहिँ कति भयो त फर्मुला के हो पोइन्ट लोड लागेको छ भने भन त इन्ड मोमेन्टको फर्मुला के हो यहाँनिर इन्ड्युस हुने मोमेन्ट भनेको त इन्ड मोमेन्ट हो नि कति हुन्छ भन्न
P into diagram. हजुर फिक्स इन मोमेन्ट छ फिक्स इन मोमेन्टको फर्मुला के हो ए र बी को टर्ममा भनौँ न डिस्टेन्स ए र बी छ भने यहाँनिर यो बी छ यो ए छ भने B square by L. है अब त्यस्तै गरेर तिमीहरूले यहाँनिर रियाक्सन पनि आउँछ हैन रियाक्सन पनि आउँछ यही सपोर्टमा है यो सपोर्टमा अब यदि तिमीहरूलाई के चाहिएको छ यदि रोटेसन वाला लिइरहेको छौ भने इन्ड्युस भएको यो पीडीएस भन्नाले के भयो इन मोमेन्ट भयो है यदि तिमीहरूले ट्रान्सलेसन लिएको छौ भने त तिमीहरूलाई फोर्स चाहियो फोर्स भन्नुको मतलब त यो सपोर्टमा आएको रियाक्सन हो यो रियाक्सन चाहियो बुझ्यौ ट्रान्सलेसन गर्दैछौ भने चाहिँ के चाहियो त यहाँनिर पोइन्ट लोड पी लाग्दाखेरि यहाँनिर फिक्स इन सपोर्टमा कति फोर्स चाहिँ कति रियाक्सन चाहिँ आउँछ त्यो हेर्ने रियाक्सन पनि फेरि सबैको युज नहुन सक्छ हामीले डिफाइन गरेको पी ड्यास कुन चाहिँ डिरेक्सनमा छ त्यो डिरेक्सनमा लागेको त्यो डिरेक्सन भन्नाले अहिले चाहिँ हामीले होरिजेन्टल डिरेक्सन कन्सिडर गरिरहेको छौँ भन्नुको मतलब होरिजेन्टल डिरेक्सनमा आएको के लिनु पर्यो त तिमीहरूले फोर्स यही डिरेक्सनमा आएको फोर्स अथवा रियाक्सन सपोर्टमा आएको रियाक्सन लिनु पर्यो र त्यो भनेको चाहिँ पीडीएस भयो पीडीएस भनेको दुईटा रहेछ एउटा भनेको रियाक्सन हुँदो रहेछ के को केसमा ट्रान्सलेसनको केसमा र अर्को भनेको चाहिँ मोमेन्ट हुँदो रहेछ फिक्स एन्डमा आएको रियाक्सन फिक्स एन्डमा आएको के मोमेन्ट पीडीएस भनेको बुझ्यो क्लियर छ त्यस्तै गरेर यदि तिमीहरूलाई सपोर्टको सेटलमेन्ट दिएको छ है सपोर्टको सेटलमेन्ट दिएको छ भने पनि त्यो सपोर्टको सेटलमेन्टले गर्दाखेरि हेर त यसरी फिक्स इन छ हामीसँग यो फिक्स इन छ अब यो सपोर्ट चाहिँ तिम्रो सेटल भएको छ भनेर क्वेसनले भनेको छ भने जो एउटा क्वेसन मैले तिमीहरूलाई नोट गराएको थिएँ त्यो क्वेसन सल्भ गर्ने मैले हिन्ट्सहरू कम्प्लिट राखिदिएको छु अब यहाँनिर तिमीहरूलाई क्वेसनले दिएको छ सपोर्ट चाहिँ सेटल भएको छ ए पोइन्टबाट बी पोइन्टमा भन्यो भने के गर्नु पर्यो त अब यो सपोर्ट सेटल हुँदाखेरि पनि यहाँनिर इन मोमेन्ट आउँथ्यो हैन बीमा यहाँनिर फिक्स इन मोमेन्ट आउँथ्यो तिमीहरूको एमा पनि आउँथ्यो अहिले हामीले कन्सिडर गरिरहेको जोइन्ट चाहिँ बी थियो भने यो बी पोइन्टमा कति आयो त फिक्स इन मोमेन्ट त्यो मोमेन्ट पनि निकाल्नु पर्थ्यो र यहाँनिर पी ड्यास सिस्टममा एड गर्नु पर्थ्यो एडिसनल मोमेन्ट भनेर क्लियर छ भनौ त कसैलाई के कन्फ्युजन छ सेटलमेन्ट चाहिँ फोर्स टर्ममा लिन मिल्दैन फोर्सको टर्ममा लिने हैन पोइन्टमा लागेको टर्ममा लिने हैन सेटलमेन्ट चाहिँ हामीले सेटलमेन्टले गर्दाखेरि इन्ड्युस भएको मोमेन्टलाई लिने है ठीक छ यदि सर त्यहाँनिर ट्रान्सलेसन भनेछ अनि त्यो केसमा सेटलमेन्ट दिएछ भन्यो नि ट्रान्सलेसन भने सेटलमेन्ट भन्नाले यदि ट्रान्सलेसन भएको छ त्यहाँनिर रोटेसन नभएर अब रोटेसन नभइसकेपछि त मुभमेन्ट लिने कुरा हुँदैन नि त जस्तो बीमको क्वेसनमा यो 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 बीमको क्वेसनमा यहाँनिर सपोर्टको सेटलमेन्ट भयो हैन यो हाम्रो सपोर्टको सेटलमेन्ट भयो अनि यसलाई चाहिँ हामीले ट्रान्सलेसन भन्न खोजेको त्यो भन्न खोजेको यो चाहिँ ट्रान्सलेस भएर यहाँदेखि यहाँ पुग्यो भनेको यो भन्न खोजे हो हजुर सर हैन त्यसमा चाहिँ यसलाई राख्ने है डिग्री अफ फ्रिडममा यो सेटल भएर गएको छ भन्यो भने यो सपोर्ट चाहिँ सेटल भएको हो के सपोर्ट सेटलमेन्ट हुनु भन्नुको मतलब एक्सटर्नली लोड एप्लाइड गरेको जस्तो हो के त्यो डिग्री अफ फ्रिडम होइन के यो सपोर्टले त तिमीलाई यहाँनिर एलाउ गरेको होइन नि यहाँ फोर्स लागेको थियो फोर्स लागेको कारणले गर्दाखेरि यो तल गएको त होइन नि यो सपोर्ट चाहिँ रिजिट नभएर अथवा यो सपोर्टमा हाम्रो चाहिँ मुभ हुने भएको हुनाले एक्सटर्नल लोड लागेको होइन कि सपोर्टै आफै मुभ भएर तल जाने भएको कारणले गर्दाखेरि आएको हो नि त्यो बुझ्यौ त्यही भएर त्यो डिग्री अफ फ्रिडममा परेन नि डिग्री अफ फ्रिडममा त तिम्रो नर्मल कन्डिसन जे छ बीमको ओरिजिनल कन्डिसनमा एक्सटर्नल लोड लाग्दाखेरि त्यहाँनिर चाहिँ ट्रान्सलेसन आउँछ एलाउ हुन्छ यो रोलर हो भन्नुको मतलब तिमीले यहाँनिर रियाक्सनहरू त डेभलप हुन्छ अब यो रियाक्सन डेभलप हुँदाखेरि यो सपोर्ट यहाँबाट तल जान्छ त होरिजेन्टल फोर्स इन्ड्युस भयो भने यो सपोर्ट तल जान्छ त जाँदैन नि त्यो यदि तल गयो भने त यो त सपोर्टै भएन रोलरको काम के हो यहाँनिरबाट सपोर्ट दिने हो नि माथितिर यसलाई रेसिस्ट गर्ने हो नि तलमाथि जान नदिने हो नि रोलरले है त्यही भएर त्यो रोलर चाहिँ सेटल भएको छ भन्नुको मतलब के हो भने तिनीहरू चाहिँ लोडिङ कन्डिसन जस्तो हो के सपोर्ट यो सेटल भएर यहाँनिर बोएको छ भन्नुको मतलब लोडिङ कन्डिसन जस्तो हो अब यहाँनिर आएको सोए भनेको चाहिँ के हो त हामीले लगाएको फोर्सले लगाएको कारणले गर्दाखेरि चाहिँ के हुने हो यो चेन्ज हुने हो यसको ल्याटरलले के हुने हो त मुभ भएर जाने हो यो पोइन्टदेखि अर्को पोइन्टमा जाने हो यो चाहिँ इफेक्ट हो के लोडको इफेक्ट हो यहाँनिर चाहिँ के हो त तिमीहरूलाई यो लोडै हो के माथि चाहिँ सपोर्टको सेटलमेन्ट दिनु भन्नुको मतलब लोडै हो सपोर्टको सेटलमेन्ट दिएको छैन तर सोएवाला फ्रेममा सोए भएको छ भने त्यो चाहिँ के हो त इफेक्ट हो के लोडको इफेक्ट हो त्यसलाई चाहिँ हामीले डिग्री अफ फ्रिडममा कन्सिडर गर्छौँ है र सपोर्टको सेटलमेन्ट दिएको छ भने त्यसलाई चाहिँ गर्नु परेन क्लियर छ र अर्को कुरा चाहिँ हामीले के बुझ्नु पर्यो भने
जस्तो तिमीहरूलाई यहाँनिर चाहिँ अब हामीले यहाँनिर सपोर्टको यो हेर्दाखेरि यता गयो, यता गएपछि चाहिँ सपोर्टको सेटलमेन्ट जस्तो फर्मुला युज गरिरहेको थियो नि, त्यो सपोर्टको फर्मुला सेटलमेन्ट फर्मुला युज गऱ्यौँ भनेर अनि सपोर्टको सेटलमेन्ट हो त्यही भएर माथि नि सेटलमेन्ट हुँदा त्यही कन्सेप्ट युज गरिन्छ भन्ने कन्सेप्सन चाहिँ नराख्ने है। त्यो त यहाँनिर इक्विभ्यालेन्ट बन्यो नि त तिम्रो, यहाँबाट यहाँ तल जाँदाखेरि त यो मेम्बरमा त लेभल फरक भएपछि मोमेन्ट इन्ड्युस हुने भयो। त्यो हुनाले चाहिँ हामीले त्यो फर्मुला लगाएर गरेको एउटा चाहिँ कज भयो, एउटा चाहिँ इफेक्ट जस्तो भयो कि है। ल अब यहाँनिर जस्तो तिमीहरूलाई यो क्वेसनमा हेर त, यो क्वेसन थियो नि तिमीहरूको है, सपोर्टको सेटलमेन्टवाला दिएको क्वेसन थियो हामीसँग यहाँनिर। यो सपोर्टको सेटलमेन्ट दिएको थियो, सपोर्टको सेटलमेन्टले गर्दाखेरि पनि इन्ड्युस भएको वाला कोही थियो यसमा है। यसमा चाहिँ अब हामीले यो फर्मुलामा तिमीहरूले चाहिँ है हेर त यहाँनिर सपोर्टको सेटलमेन्टले गर्दाखेरि दिएको अनुसार यहाँनिर हेऱ्यौ भने यो एमएफएबी भनेर एमएफएबीको फिक्सन मोमेन्ट यहाँनिर चाहिँ पिडिएसमा चाहिँ फेरि एड गरेर लेखेका थियौँ है, एमएफएबी अनि एमएफएबी ड्यास भनेर यहाँ छुट्टा छुट्टै गरेका छौँ। यो छुट्टा छुट्टैलाई चाहिँ जोड्ने होइन, यो अनुसार गर्नु। यो एमएफएबी भनेको चाहिँ यतातिर आउँ है। ल यो न्युमेरिकलमा हेरौँ। अब हामीलाई चाहिँ के चाहियो भने त्यही रियाक्सन चाहिएको छ है त। अब सुरुमा चाहिँ कोअर्डिनेट सिस्टममा डिफाइन गऱ्यौँ हामीले, यसलाई कोअर्डिनेट सिस्टम 1 भन्यौँ सोएवालालाई, जहाँनिर रोटेसन आउँथ्यो त्यसलाई चाहिँ हामीले कोअर्डिनेट सिस्टम 2 भनेर डिफाइन गऱ्यौँ र यतातिर रोटेसन आउँथ्यो यसलाई कोअर्डिनेट सिस्टम 3 भनेर डिफाइन गऱ्यौँ। अब हामीले चाहिँ कोअर्डिनेट सिस्टम 1 मा आएको फोर्स निकाल्दैछौँ र फर्स्टमा चाहिँ हामी पिड्यासवाला गर्दैछौँ। पिड्यास भनेको के रहेछ त, एक्सटर्नल्ली लागेको लोडले गर्दाखेरि जोइन्टहरूमा इन्ड्युस भएको फोर्सहरू रहेछ। जोइन्टहरूमा इन्ड्युस भएको फोर्स भन्नाले एउटा चाहिँ तिम्रो रियाक्सन हुँदो रहेछ, एउटा चाहिँ के हुँदो रहेछ, मुभमेन्ट हुँदो रहेछ। अहिले कोअर्डिनेट सिस्टम 1 भनेको के हो, सोए हो। सोए गराउने केले हो, फोर्सले हो। भनेपछि हामीलाई अब फोर्स चाहियो। फोर्स चाहियो भन्नुको मतलब त्यहाँनिर आएको रियाक्सन निकाल्नु पर्यो। अब यसमा आएको रियाक्सन चाहिँ कसरी निकाल्छौँ भने त्यो जोइन्टमा त्यो डिरेक्सनमा अहिले 1 नम्बरको डिरेक्सन भनेको के हो, यहाँ यसरी लागेको यो बिमको लेभलमा लागेको फोर्स हो। यो जोइन्टमा लागेको होस् अथवा यो जोइन्टमा लागेको होस्, दुवै जोइन्टमा लागेको हामीलाई चाहियो। अब हामी चाहिँ होरिजेन्टल रियाक्सन निकाल्ने। अब होरिजेन्टल रियाक्सन निकाल्दाखेरि कसरी गर्ने, एउटा एउटा बिमलाई सेपरेटली कन्सिडर गरेर गर्ने, फिक्सन मोमेन्टमा निकालेको जस्तै गरेर। अब फिक्सन मोमेन्टमा निकालेको जस्तै गर्दाखेरि हेर त, एबीलाई मैले लिँदैछु। एबीमा के छ, एबीमा त यस्तो छ, यो ए भयो, यो बी भयो तिम्रो है। अब यहाँनिर फिक्सन मोमेन्ट कति आएको छ, यसलाई फिक्सन मोमेन्ट। अब यहाँनिर यो अहिलेको हाम्रो कन्डिसनमा, लोडिङ कन्डिसनमा अब यहाँनिर रियाक्सन कति आउँछ यो चाहियो क्या हामीलाई है। यहाँनिर रियाक्सन कति आउँछ यो चाहियो, यो बी पोइन्टमा चाहिँ रियाक्सन कति आउँछ चाहियो, निकाल्नु पर्यो। अब यो रियाक्सन कसरी निकाल्न सकिन्छ, अब फिक्सन मोमेन्टको फर्मुला रियाक्सनको कति हुन्छ भनेर स्ट्यान्डर्ड याद गर्दा पनि भयो, तर त्यो हामीले याद गरिरहेको हुँदैन। हामीले चाहिँ फिक्सन मोमेन्टको इनमा आउने मोमेन्टहरू कति छ यो फर्मुला चाहिँ हामीले याद गरेका छौँ। भनेपछि अब यही फर्मुलाबाट रियाक्सन निकाल्न सकिन्छ, सकिन्छ कि सकिँदैन, सकिन्छ नि है। ल कसरी सकिन्छ हेर त। अब यहाँनिर के गर्ने भने इन मोमेन्टहरू कति आएको छ त्यो राख्ने। यहाँनिर इन मोमेन्ट कति आएको छ, यसमा 0 छैन। यतातिर कति छ इन मोमेन्ट, 0 है, 0। अब यहाँनिर रियाक्सन हेर, यहाँनिर एउटा रियाक्सन आउँछ, यो अर्को तिमीहरूको यहाँनिर आउला हैन, यो रियाक्सन आउँछ। अनि यतातिर पनि ल रियाक्सन मानिलियो, यो यतातिर आउला, यो यतातिर आउला। अब हामीलाई चाहिँ निकाल्नु पर्ने, अहिले हाम्रो काम भनेको चाहिँ के हो भने यो फोर्स निकाल्नु पर्ने हो। अहिले मैले चाहिँ यहाँनिर यतापट्टि F1 भनेर यता यो डिरेक्सनमा डिरेक्सन दिएको छु। रियाक्सन निकाल्दा तिमीहरूले जुन डिरेक्सनमा पनि दिन सक्छौ, त्यसमा कुनै प्रब्लम भएन है। त्यो त बुझ्या छौ हैन, बुझ्या छौ कि छैन त्यो कुरा? छ सर। ल अब अहिले चाहिँ मैले यहाँनिर राखेँ। अब हामीलाई यो फोर्स मात्र निकाल्नु छ भने अब कहाँनिर मोमेन्टको सम चाहिँ यो फ्री बडी डायग्राम हो एबी मेम्बरको लागि। अब यो फोर्स निकाल्नको लागि हामीले कहाँनिर मोमेन्ट लियौँ भने यो फोर्स निकाल्न सक्छौँ,
ए पोइन्टमा यो पोइन्टमा मुभमेन्ट ल्याउँ, यो पोइन्टमा मुभमेन्ट लिँदाखेरि अब यहाँनिरबाट गएको यो पास भएको रियाक्सन, यो पास भएको रियाक्सन यिनीहरू केही चाहियो त चाहिएन, किनकि यसले त के गर्छ, यही पोइन्टमा मुभमेन्ट लिँदैछौँ भनेपछि त्यही पोइन्टबाट पास भएको फोर्सले 0 हुने भयो हैन। त्यस्तै गरेर माथिबाट यहाँनिर गएको फोर्स पनि हुन सक्थ्यो, अब यो फोर्स पनि यही पोइन्टबाट पास हुन्छ भनेपछि त्यसले पनि 0 हुन्छ, त्यसलाई पनि नराखे भयो। अब के गर्न सकिन्छ त, अब बाँकी भएको फोर्सहरूलाई निकाल्नु पर्यो। यसलाई चाहिँ मानिलियो हामी F भनौँ यसलाई हामी F भनौँ। अब यहाँनिर मोमेन्ट सम इक्वल टु 0 गऱ्यौँ भने F1 इक्वल टु कति आउने भयो त, 0 आउने भयो। यहाँनिर F1 भनेर लेखेका छौँ हैन, अरू कुनै पनि फोर्स छैन, F1 इक्वल टु 0 आउने भयो अब त्यस्तै गरेर यहाँनिर हेर त, कोअर्डिनेट सिस्टम 1 मा एउटा चाहिँ यहाँनिर यो मेम्बर AB को मेम्बरले गर्दाखेरि यहाँनिर आउने होरिजन्टल रियाक्सन आउन सक्छ। त्यस्तै गरेर अब यही लाइनमा भएको अर्को मेम्बर भनेको हेर त, यो भर्टिकल मेम्बर अर्को मेम्बर छ यतापट्टिको, यो मेम्बरमा पनि रियाक्सन आउन सक्छ यसरी हैन, यो मेम्बरमा पनि रियाक्सन आउँछ। अब यो मेम्बरमा चाहिँ यहाँनिर कति रियाक्सन आयो अब त्यो फाइन्ड आउट गरौँ। अनि त्यसपछि चाहिँ यहाँनिर आएको हेर त, यो कोअर्डिनेट सिस्टम 1 मा आएको रियाक्सन भनेको यो प्लस यहाँनिर आएको रियाक्सन हो ल। अब त्यसलाई पनि हेरौँ हामी। अब बी लाई हेरौँ, बीमा चाहिँ फिक्सिङ मोमेन्ट हेर त, अब यहाँनिर बीमा कस्तो छ म पहिला सुरुमा यहाँनिर कम्प्लिट बनाउँछु अनि त्यसपछि हामी के गरौँला ल। यो भयो यो छ र यहाँनिर चाहिँ के लागेको छ त, 10 किलोन्युटनको लोड लागेको छ, 10 किलोन्युटनको लोड। अब 10 किलोन्युटनको लोड लागेपछि तिमीहरूले यहाँनिर अब यसको लागि फिक्सिङ मोमेन्ट निकालिसकेका छौ अघि। अब त्यही फिक्सिङ मोमेन्टलाई हामी राखौँ, यहाँनिर कति हुँदो रहेछ 80/9 हुँदो रहेछ, ठिक छ 80/9। त्यस्तै गरेर तिमीहरूको यतातिर चाहिँ कति आउँदो रहेछ त 40/9 आउँदो रहेछ, 40/9। अब हामी चाहिँ यसको फ्री बडी डायग्राम बनाउने भन्नुको मतलब चाहिँ यहाँनिर सपोर्ट कन्डिसनहरू सबै हटाइदिउँ अनि त्यो सपोर्टमा आउने रियाक्सनहरू सबै लेख्नु पर्यो। रियाक्सन भन्नाले एउटा मुभमेन्ट हो र अर्को भनेको फोर्स रियाक्सनहरू आउँछ हैन। अब त्यो फोर्स रियाक्सनहरू पनि लेखौँ यहाँनिर यसलाई चाहिँ मैले यहाँनिर चाहिँ यही डिरेक्सनमा अर्को डिरेक्सनमा लेखेँ यसलाई F2 भने। त्यस्तै गरेर तिम्रो यहाँनिर आएको हुन्थ्यो। अब यसको लागि पनि हामीले अहिले टास्क हाम्रो काम भनेको त के हो त, यो F2 फाइन्ड आउट गर्दैछौँ। यो F2 फाइन्ड आउट गर्दाखेरि यहाँनिरको होरिजन्टलले केही असर पारेको थियो, हामीले कहाँनिर मोमेन्ट लिनु पर्थ्यो, यो पोइन्टमा मोमेन्ट लिनु पर्यो हैन, डी पोइन्टमा मोमेन्ट भनेपछि यो तलको रियाक्सनहरू हटाइदिए भयो, केही नराखे भयो। यसलाई चाहिँ हामीले हटाइदियौँ, नराखे भयो किनकि त्यसले गर्दाखेरि 0 नै आउने हो अब यहाँनिर कुन चाहिँ F2 मात्र भयो, यहाँनिर 10 किलोन्युटनको भयो। अब हामीले के गर्ने त, मोमेन्ट एट पोइन्ट डी, यो पोइन्ट डीमा मोमेन्टको सम चाहिँ 0 गरौँ। अब के हुन्छ, क्लकवाइजलाई पोजिटिभ लिइरहेको छौँ हामीले। यहाँनिर F2 भनेको यो इन्टु यहाँदेखि यहाँसम्मको डिस्टेन्स 6 मिटर र यसले कसरी घुमाउँछ, यो बी पोइन्टमा क्लकवाइज घुमाउँछ F2 इन्टु 6। अनि त्यसपछि अर्को हेर त, 10 किलोन्युटनको लोड छ, यसले चाहिँ एन्टी क्लकवाइज घुमाउँछ। कति छ डिस्टेन्स यहाँदेखि यहाँसम्म 2 किलोन्युटन, 2 किलोन्युटन। त्यस्तै गरेर अर्को भनेको यो मोमेन्ट एन्टी क्लकवाइज डिरेक्सनमा -40/9, अर्को भनेको यो क्लकवाइज डिरेक्सनमा मोमेन्ट भनेको 80/9। अब यसलाई सल्भ गरौँ र सल्भ गरेर F2 फोर्स निकाल्न सकिन्छ, F2 फोर्स निकाल्न सकिन्छ कि सकिँदैन, सकिन्छ। ल अब यसरी F2 फोर्स आयो। F2 फोर्स आइसकेपछि चाहिँ अब यो डिरेक्सनमा हेर त, यहाँनिर हामीलाई चाहिएको हेर मेम्बर बीसी किन नले, ठिक छ एकछिन रोक अब हाम्रो चाहिँ यहाँनिर के भयो हेर त, यो डिरेक्सनमा चाहिएको फोर्स चाहिएको थियो। अब यो डिरेक्सनमा यो एबी मेम्बरमा चाहिँ आएको एक्सटर्नल लोडले गर्दाखेरि आएको रियाक्सन निकाल्यौँ यहाँनिर यो डिरेक्सनमा। त्यस्तै गरेर यतातिर यो सिडी डिरेक्सन मेम्बरमा पनि यहाँनिर यही पोइन्टमा आएको रियाक्सन निकाल्यौँ। र अब सोही गराउने फोर्स भनेको त हाम्रो यो हो प्लस यो रियाक्सन यहाँनिर, त्यही भएर चाहिँ यो दुईटा त्यही सोहेको हामीले कोअर्डिनेट डिफाइन जुन गरेका थियौँ, कोअर्डिनेट डिफाइन सोहेको त्यो कोअर्डिनेटको डिरेक्सनमा लागेको अथवा डिरेक्सनमा इन्ड्युस भएको फोर्सहरूको सम गर्ने हो। अब अर्को कुरा चाहिँ के आयो भने बीसी मेम्बरमा किन नलिएको भन्ने कुरो आयो। ल बीसी मेम्बर पनि हामी यहाँनिर हेरौँ। बीसी मेम्बर यस्तो छ र युडिएल लागेको छ युडिएल लागेको छ भने चाहिँ यहाँनिर पनि फिक्सिङ मोमेन्ट आउँछ हैन, यहाँनिर पनि फिक्सिङ मोमेन्ट आउँछ। फिक्सिङ मोमेन्ट आइसकेपछि तिम्रो अब यहाँनिर पनि रियाक्सन आउला, पक्कै पनि यहाँनिर नि रियाक्सन आउँछ। रियाक्सन निकाल्न त सकिन्छ, के गर्ने, यो पोइन्टमा चाहिँ सम मोमेन्टको सम 0 गरिदियो भने यो रियाक्सन आयो हैन। त्यस्तै गरेर यो आइसकेपछि होल भर्टिकल फोर्सहरूको सम 0 गर्यो भने यो रियाक्सन पनि आयो। अब यो रियाक्सनलाई चाहिँ किन नलिएको त, यो यसमा आएको रियाक्सन कुन रियाक्सनमा लागेको छ हेर त, कतातिर लागेको छ यसमा आएको रियाक्सन,
अपवर्ड अथवा डाउनवर्ड जुन पनि हुन सक्ला नि त हैन, मोमेन्ट अनुसार अपवर्ड डाउनवर्ड केही होला, भर्टिकल्ली लागेको छ भनौँ। अब हामीले डिफाइन गरेको सोय भनेको कुन डिरेक्सनको सोय हो? होरिजेन्टल। होरिजेन्टल भनेपछि होरिजेन्टलमा यसको केही कन्ट्रिब्युसन हुने भयो त? होरिजेन्टल डिरेक्सनमा लाग्यो त यो? लागेन नि। त्यो होरिजेन्टल हामीले डिफाइन गरेको होरिजेन्टल डिरेक्सनमा इन्ड्युस भएको फोर्सहरू चाहिँ हामीले कन्सिडर गर्नु पर्यो। बुझ्यौ? अब यो बीसीले त दिँदो रहेनछ, रियाक्सन आउने भनेको त के हो? यो बीमको परपेन्डिकुलर डिरेक्सनमा आउने हो नि, यहाँनिर भर्टिकल्ली आउने रियाक्सन त हैन। यो माथिबाट यसरी डाउनवर्डतिर रियाक्सन फोर्स लागेको छ भने यो भर्टिकल्ली डाउनवर्ड लागेको लागि रियाक्सन आउने भनेको अपवर्ड अथवा डाउनवर्ड केही होला, मोमेन्ट जे भए पनि हैन, त्यो लागेको छ भने बीममा। यो बीमको हाम्रो यहाँनिर हेर त रियाक्सन जुन चाहिँ हाम्रो भर्टिकल रियाक्सन भन्छौँ, त्यो भर्टिकल रियाक्सन भनेको त के आउँछ? यो बीमको परपेन्डिकुलर हुने गरेर परपेन्डिकुलर हुने डिरेक्सनमा एक्ट भइरहेको हुन्छ भर्टिकल रियाक्सन। ठिक छ? ल अब यसरी चाहिँ हामीले होरिजेन्टल मेम्बरको परेन, भर्टिकल मेम्बरहरू भएको मेम्बरहरूमा आउने रियाक्सन कति आउँछ फाइन्ड आउट गर्नु पर्यो। र रियाक्सन फाइन्ड आउट गर्दाखेरि के गर्ने हो त? फिक्स इन मोमेन्ट मात्र राख्ने हो है, फिक्स इन मोमेन्ट राख्ने र त्यहाँनिर एप्लाई भएको लोड राख्ने हो। यो रियाक्सन भनेको चाहिँ के हो भने यो फिक्स इन नै हुँदाखेरि तिम्रो यहाँनिर हामीले फोर्स लागेका हुन्थ्यौँ र यो फोर्स लागिसकेपछि यहाँ आउने फिक्स इन मोमेन्ट निकाल्थ्यौँ र त्यो फिक्स इन मोमेन्ट चाहिँ हामीले P1 P ड्यास सिस्टममा राखेका हुन्थ्यौँ है, P ड्यास सिस्टममा राखेका हुन्थ्यौँ भने अब यहाँनिर फोर्स भनेको यसमा फोर्स भनेको चाहिँ के हो त? यसमा लाग्ने फोर्स भनेको चाहिँ त्यहाँ इन्ड्युस भएको रियाक्सन हो के है। ल अब त्यही रियाक्सन निकाल्न खोज्यौँ, त्यो रियाक्सन निकाल्नलाई के गर्नु पर्यो? फ्री बडी डायग्राम बनाउनु। फ्री बडी डायग्राम बनाउँदाखेरि एउटा त त्यहाँनिर एप्लाई भएको लोड चाहियो, अर्को भनेको त्यसले गर्दाखेरि इन्ड्युस भएको फ्रिक्सन मोमेन्ट हामीले जुन क्यालकुलेट गरेका छौँ त्यो राख्ने, त्यति मात्र राख्ने। यति कुरा चाहिँ हामीले क्लियर गऱ्यौँ। अब P1 चाहिँ क्लियर भयो, P1 क्लियर भएपछि अब P2 र P3लाई मैले चाहिँ डिस्कस गरिराख्नु पर्छ जस्तो लाग्दैन, तैपनि हामी सर चाहिँ हेरौँ है। P1 मा क्लियर छ, कन्फ्युज नहुने है। P1 मा एकदमै झन्झटिलो हुन सक्छ, अलिकति नबुझ्न सक्ने भनेकै यही P1 मा हो। अब यो न्युमेरिकलमा अरू केही पार्ट पनि छैन है। क्लियर छ है? बुझ्यो? बुझ्यो सर। P1 मा चाहिँ अब यसरी नै गर्ने। अब के हुनु अर्को चाहिँ क्वेसन, यदि मानिलिउँ हेर्ने बित्तिकै थाहा हुन्छ कि एबीमा एफ फोर्स यहाँनिर यो पोइन्टमा एफ फोर्स आउँछ कि आउँदैन भनेर हेर्ने बित्तिकै थाहा हुन्छ, आउँछ कि आउँदैन? यहाँनिर केही इन मोमेन्ट छैन, केही पनि फोर्स लागेको छैन भनेपछि इन मोमेन्टहरू आउने भएन। इन मोमेन्ट नआउने भएपछि यहाँनिर होरिजेन्टल रियाक्सन आउँछ त? आउँदैन है। त्यस्तै गरेर यहाँनिर 10 किलोन्युटन नभएको भए सिडीमा आउँथ्यो रियाक्सन? आउँथ्यो सर, फिक्सिङ मोमेन्टले गर्दा। फिक्सिङ मोमेन्टले सिडी मेम्बरमा 10 किलोन्युटनको फोर्स नभएको भए आउँथ्यो? आउँदैन थियो। सिडी मेम्बरको लागि हेर्नु पर्यो नि हामीले। यो त फिक्स, यहाँ त यो पो छ त, बीसीमा पो लोड छ त, बीसीमा भएर यो बी इनमा र सी इनमा पो फिक्सिङ मोमेन्ट आउँछ त। सी पोइन्टमा यो डीसी मेम्बरको त आउँदैन नि त। हो सर, हो है। त्यसरी हेर्ने है, कोही हेर्ने बित्तिकै थाहा हुन्छ यहाँ फोर्स छैन भनेपछि यसको कन्सिडर गर्नु परेन है भनेर क्वेसन यस्तै हुन्छ है, याद गरिराख्ने। दुवैमा नभएको पनि हुन्छ, दुवैमा छैन, दुवैमा फोर्सहरू छैन भने हेर्ने बित्तिकै थाहा हुन्छ, डाइरेक्ट P1 ड्यास इक्वल टु 0 गर्न सक्छौ। कन्फ्युज नहुने। कति तिमीहरूले बुकहरू हेर्दाखेरि कुनै बुकहरूमा यसरी डाइरेक्ट इक्वल टु 0 भनेर अथवा निकाल्दै ननिकालेको हुन सक्ला, डाइरेक्ट 0 लेख्या हुन सक्ला। त्यो केसमा के हुन सक्छ त, यहाँनिर कुनै फोर्स नभएको केस हुन सक्छ है। ठिक छ? अब भनेको चाहिँ अब अर्को सिस्टम हेरौँ र P2 भनेको के रहेछ र P3 ड्यास भनेको के रहेछ त हेरौँ त ल। P2 ड्यास भनेको के रहेछ? P2 ड्यास भनेको यो कोअर्डिनेट सिस्टम 2, कोअर्डिनेट सिस्टम यो 2 भयो। अब यो 2 मा आएको इन मोमेन्टहरू के हुन्छ त यहाँनिर ल भन त। P2 ड्यास भनेको के हुन्छ मलाई भन, एकजनाले भन। P2 ड्यास भनेको के हो? P2 ड्यास भनेको के हो भन त एकजनाले? MF AB प्लस MF BC। MF VA AB हैन है, मिस्टेक नगर्नु। अनि अर्को भनेको BC BC गुड।
भेरी गुड है। अब यो जोइन्ट बी जोइन्टमा P2 सिस्टम भनेको हामीले यो कोर्डिनेट सिस्टमलाई 2 भनेका छौँ र यहाँनिर आएको फिक्स इन मोमेन्ट जोड्नु पर्यो। अब MFBA भनेको यता 0 छ, लोडै लागेको छैन, 0 हुने भयो। यो भनेको MFBC भनेको जति फोर्स आएको छ त्यति राख्ने। त्यस्तै गरेर MF के अरे सरी यो P3 ड्यास भनेको चाहिँ MCB है यतातिरको यो इन मोमेन्ट यहाँनिर कति आएको हुन्छ प्लस यतातिरको इन मोमेन्ट। क्लियर छ नि त? ल अब यहाँनिर यही जोडिदेऊ, यो पनि जोडिदेऊ कति आउँछ र त्यो अनुसार हेर्ने। र अर्को कुरा चाहिँ यहाँनिर P1 ड्यासमा चाहिँ फोर्सहरूको रियाक्सनहरूमा हेर्दाखेरि चाहिँ डिरेक्सन हेर्नु है। हामीले चाहिँ राइट साइडतिरको डिरेक्सनलाई के भनेका छौँ? पोजिटिभ भनेका छौँ। राइट साइडको डिरेक्सनलाई पोजिटिभ लिइरहेको छौँ अहिले। हाम्रो कन्सिडरेसन हेर त कोर्डिनेट सिस्टममा राइट साइडतिर गएको छ भने पोजिटिभ भयो। अब हामीले यहाँनिर आएको रियाक्सन चाहिँ के आएको छ त? यसमा त 0 भयो, कुनै प्रब्लम भएन। यसमा हामीले F2 भनेर कन्सिडर गरेको थियौँ, राइट साइडतिरै कन्सिडर गरेका थियौँ र फोर्स पनि के आएको थियो यहाँनिर पोजिटिभ आएको थियो भनेपछि के रहेछ? राइट साइडतिरै रहेछ। त्यही भएर हाम्रो यहाँनिर चाहिँ राइट साइडतिरै भएको फोर्सहरू सम गर्दा पोजिटिभ 2.59 आयो। यो पनि याद गर्ने है। नेगेटिभ र पोजिटिभ पनि मिस्टेक गर्न सकिन्छ। अनि अर्को कुरा भनेको चाहिँ एक्सटर्नल लोड एट कोअर्डिनेट कति छ त? एक्सटर्नल लोड हेर त, एक्सटर्नल लोड कति कति लागेको छ यहाँनिर? सरी यसमा त मोमेन्ट छैन। यहाँनिर 10 किलोन्युटनको लोड लागेको छ अनि यहाँनिर मोमेन्ट लागेको थियो है। ल P1 कति हुँदो रहेछ? P1 भनेको कुन कोअर्डिनेट सिस्टम? यो होरिजेन्टल सोएवाला। यसमा कति फोर्स लागेको छ? 10 किलोन्युटन लागेको छ है। जुन डिरेक्सनमा होरिजेन्टल फोर्स लागेको थियो त्यही डिरेक्सनमा हामीले राइट साइडतिरै जान्छ भनेर कोअर्डिनेट सिस्टम पनि डिफाइन गरेका थियौँ है। कोअर्डिनेट सिस्टम डिफाइन गरेको अनुसार डिरेक्सन दिनु पर्यो। ल अब त्यही चाहिँ P2 मा के छ त? यहाँनिर यो जोइन्टमा कुनै मोमेन्ट लागेको छ? एक्सटर्नल मोमेन्ट कुनै लागेको छ यसमा? छैन। त्यस्तै गरेर P3 कोअर्डिनेट सिस्टम 3 भनेको यो पोइन्ट हो। यसमा चाहिँ एक्सटर्नली लोड लागेको छ। कति लागेको छ? 20 किलोन्युटनको मोमेन्ट लागेको छ र हामीले डिफाइन गरेको डिरेक्सनमा छ भनेपछि पोजिटिभ 20 किलोन्युटन भयो। अब लोड भेक्टर निकालौँ। लोड भेक्टर भनेको P माइनस P ड्यास भयो। P2 र 2 भएछ, P1 है, 1 जस्तो छ, ठिकै छ। P1 माइनस P1 ड्यास, P2 माइनस P2 ड्यास, P3 माइनस P3 ड्यास, यो सबै राख्ने। यसरी कति आउँछ र यो फोर्स लोड भेक्टर हामीले फाइन्ड आउट गर्यौँ यसरी है। यसरी चाहिँ लोड भेक्टर फाइन्ड आउट गर्यौँ। अब हामीलाई यो सल्भ गर्दैछौँ, यो प्रब्लम सल्भ गर्दैछौँ भने हामीलाई चाहिने चाहिँ के हो त? यो प्रब्लम सल्भ गर्दैछौँ भने हामीलाई चाहिने भनेको एउटा चाहिँ हेर त, स्टिफनेस म्याट्रिक्सबाट फाइन्ड आउट गर्दाखेरि एउटा के हो? स्टिफनेस म्याट्रिक्स चाहिँदो रहेछ अनि एउटा चाहिँ हामीलाई डिस्प्लेसमेन्ट म्याट्रिक्स चाहिँदो रहेछ। डिस्प्लेसमेन्ट म्याट्रिक्स भनेको त हामी फाइन्ड आउट गर्नुपर्ने सोलुसन हो, इक्वल टु यो P माइनस P ड्यास हुँदो रहेछ हैन। P माइनस P ड्यास भनेको लोड भेक्टर। लोड भेक्टर त हामीले आइडेन्टिफाई गर्यौँ। अब स्टिफनेस म्याट्रिक्सतिर जाउँ। अब स्टिफनेस म्याट्रिक्स चाहिँ कति हुन्छ त्यो आइडेन्टिफाई गरौँ र स्टिफनेस म्याट्रिक्समा पनि एकदमै ध्यान दिएर सुन्ने है त। यसमा अब स्टिफनेस म्याट्रिक्स फाइन्ड आउट गर्नको लागि चाहिँ यसमा लगभग कस्तो छ भने तिमीहरूलाई जनरली आइराखेको कम्प्लेक्स टाइपको न्युमेरिकल मध्येको एउटा हो यो र पास्ट क्वेसन नै हो यो। र यसमा चाहिँ सबै टाइपको भेरिएसनहरू लगभग सबै टाइपको भेरिएसन। सेटलमेन्ट छैन एउटा। सेटलमेन्टको लागि एउटा छुट्टै क्वेसन हेरौँला हामी। ल अब यहाँनिर हेर त, डेभलपमेन्ट अफ स्टिफनेस म्याट्रिक्स। अब स्टिफनेस म्याट्रिक्स निकाल्दाखेरि हाम्रो टास्क भनेको चाहिँ के हुन्थ्यो त? यो स्टिफनेस म्याट्रिक्सको कोएफिसिएन्टहरू निकाल्ने। कोएफिसिएन्टहरू निकाल्दाखेरि के गरिन्छ त? कोअर्डिनेट सिस्टम हामीले 3 डिफाइन गरेका हुन्छौँ। अहिलेको केसमा कतिवटा कोअर्डिनेट सिस्टम डिफाइन गरेका छौँ? 3टा कोअर्डिनेट सिस्टम हामीले डिफाइन गरेका छौँ। 3टा कोअर्डिनेट सिस्टम डिफाइन गरेको छौँ भन्नुको मतलब चाहिँ के भयो भने हामीसँग कतिको म्याट्रिक्स बन्ने भयो? कति बाइ कतिको? 3/3 है 3/3 को हामीसँग म्याट्रिक्स बन्ने भयो। 3/3 को म्याट्रिक्स बन्ने भयो। अब 3/3 को म्याट्रिक्स बनिसकेपछि चाहिँ यो म्याट्रिक्सको कोएफिसिएन्टहरू निकाल्नको लागि के गर्ने? एकचोटिमा एउटा कोअर्डिनेट सिस्टममा युनिट डिस्प्लेसमेन्ट लगाउने है त। फर्स्टमा अब हामी चाहिँ 1 नम्बरदेखि जाउँ। प्रोभाइडिङ युनिट डिस्प्लेसमेन्ट इन कोअर्डिनेट डिरेक्सन 1 है, विथआउट गिभिङ एनी डिस्प्लेसमेन्ट इन अदर डिरेक्सन। अरू डिरेक्सनहरूमा चाहिँ कुनैमा पनि हामीले डिस्प्लेसमेन्ट प्रोभाइड गर्दैनौँ। कोअर्डिनेट सिस्टम 1 मा मात्र हामीले डिस्प्लेसमेन्ट प्रोभाइड गर्छौँ। कोअर्डिनेट सिस्टम 1 मा डिस्प्लेसमेन्ट प्रोभाइड गर्दाखेरि हाम्रो
यो म्याट्रिक्सको कुन चाहिँ पार्टको भ्यालु आउँछ त यो फर्स्ट कोलमको पार्टको भ्यालु आउँछ हैन फर्स्ट कोलमको पार्टको भ्यालु आउँछ अब यो फर्स्ट कोलमको कोफिसिएन्टहरु के हो त K11 K11 गुड K11 अनि K21 K21 पोजिसन 2 मा ड्यू टु युनिट रोटेसन एट 1 मा त्यसपछि K3 पोजिसन 3 मा डाइरेक्सन 3 मा ड्यू टु युनिट रोटेसन एट 1 मा है त यो निकाल्छौं हामी हेर है त ल अब यो निकाल्दाखेरि चाहिँ के गर्नु पर्यो भने कोअर्डिनेट सिस्टम 1 मा युनिट डिस्प्लेसमेन्ट प्रोवाइड गर्नु पर्यो भन्नुको मतलब म यहाँ नयाँ फिगर पनि बनाउँछु अनि डिटेल गर्ने बेलामा चाहिँ हामी पुरानै फिगरबाट हेरौँला अब कोअर्डिनेट सिस्टम 1 भनेको यो हो यो डाइरेक्सन हो 1 भनेको यो भनेको चाहिँ के हो त सोय वाला हो होरिजन्टली लागेको सोय वाला हो यहाँनिर भनेपछि अब यहाँनिर सोय भन्नुको मतलब त तिम्रो यो पोजिसन चेन्ज भएर यहाँनिर पुग्ने यो पोजिसन चेन्ज भएर अर्को यो डाइरेक्सनमा पुग्ने यो हो नि सोय भनेको है भनेपछि तिम्रो यहाँदेखि यहाँसम्म यो ट्रान्सलेट भएर गयो यो भनेको चाहिँ डेल्टा र यो डेल्टा इक्वल टु चाहिँ कति त 1 त्यस्तै गरेर यतातिर के छ यहाँनिर डेल्टा यो पनि डेल्टा इक्वल टु कति हुने भयो 1 ल अब 1 युनिटले हामीले यसलाई डिस्प्लेस गराउँदाखेरि 1 युनिटले हामीले डिस्प्लेस गराउँदाखेरि अब कति हुन्छ स्टिफनेस स्टिफनेसमा कहाँनिर कुन डाइरेक्सनहरुमा असर पर्छ पर्दैन त्यो कुरा चेक गर्नु पर्यो र त्यसको लागि मैले यहाँनिर त्यही गरेको छु यहाँनिर चाहिँ यो पोइन्टलाई ट्रान्सलेट भएर यो पोइन्टमा पुगेको छ त्यस्तै गरेर यो पोइन्ट चाहिँ ट्रान्सलेट भएर यो पोइन्टमा पुगेको छ है ट्रान्सलेसन भएको छ यहाँनिर रोटेसन भएको छैन ठीक छ अरु चाहिँ सबै फिक्स अरु सबै डाइरेक्सनहरुमा फिक्स थियो फिक्स नै राखिरहेको छौं हामीले यो डाइरेक्सन नम्बर 1 मा जहाँ चाहिँ हाम्रो के भएको छ ट्रान्सलेसन भएको छ सोय भएको छ त्यसमा मात्र हामीले चाहिँ डिस्प्लेस गराएका छौं अरु कुनै गराएको छैनौं यो कोअर्डिनेट सिस्टम 2 हो यसमा केही रोटेसन गराएका छौं छैनौं यो कोअर्डिनेट सिस्टम 3 हो यो जोइन्ट 3 हो यसमा केही रोटेसन गराएका छौं छैनौं के गराएका छौं त कोअर्डिनेट सिस्टम 1 जहाँनिर ट्रान्सलेसन थियो युनिटले यसलाई हामीले ट्रान्सलेट गरायौं युनिटले हामीले यसलाई के गर्यौं त ट्रान्सलेट गरायौं ल अब यो युनिट डाइरेक्सन युनिटमा हामीले ट्रान्सलेट गराउँदाखेरि र ट्रान्सलेसन पनि कुन डाइरेक्सनमा धकालेका छौं हाम्रो कोअर्डिनेट सिस्टम हेर त हाम्रो कोअर्डिनेट सिस्टम कुन डाइरेक्सनमा डिफाइन गरेका छौं राइट साइड तिर लेफ्ट साइड देखि राइट साइड तिर त्यही भएर लेफ्ट साइड देखि राइट साइड तिरै 1 युनिटले ट्रान्सलेट गराउनु पर्यो क्लियर छ ल अब यहाँनिर ट्रान्सलेट भयो यो पोजिसन बुझियो अब यो पोजिसन बुझिसकेपछि अब स्टिफनेसतिर लागौं अब स्टिफनेस भनेको चाहिँ के हो त यो युनिट डिस्प्लेसमेन्ट हुँदाखेरि अब यो कोअर्डिनेट सिस्टममा हाम्रो अहिलेको कोअर्डिनेट सिस्टमहरुमा इन्ड्युस भएको मोमेन्ट हो अरु त केही पनि होइन कोफिसिएन्ट म्याट्रिक्स भनेको त युनिट यो भन्दा अगाडि चाहिँ के थियो बीमको केसमा रोटेसन हुन्थ्यो थीटाले रोटेट गराउँदाखेरि त्यो कोअर्डिनेट सिस्टमहरुमा इन्ड्युस भएको मोमेन्ट हेरेका थियौ हैन त्यही थियो हैन हामीले अब अहिले चाहिँ के हेर्नु पर्यो भने तिमीहरुले यो कोअर्डिनेट सिस्टम 1 मा तिमीहरुले युनिट डिस्प्लेसमेन्ट गराउँदाखेरि अरु कोअर्डिनेट सिस्टममा इन्ड्युस भएको रियाक्सन भन्नाले चाहिँ तिम्रो फोर्स पनि हुन सक्ने भयो मोमेन्ट पनि हुन सक्ने भयो त्यो दुईटा हेर्नु पर्यो कुन बेला फोर्स हेर्ने जहाँनिर ट्रान्सलेसन वाला कोअर्डिनेट सिस्टम छ त्यसमा फोर्स हेर्नु पर्यो जहाँनिर मोमेन्ट वाला कोअर्डिनेट सिस्टम छ रोटेसन वाला कोअर्डिनेट सिस्टम छ त्यसमा चाहिँ के हेर्नु पर्यो मोमेन्ट हेर्नु पर्यो बुझ्यौ ट्रान्सलेसन वाला कोअर्डिनेट सिस्टम छ के हेर्ने फोर्स हेर्ने रियाक्सन हेर्ने जहाँनिर चाहिँ रोटेसन वाला कोअर्डिनेट सिस्टम छ थीटा वाला छ त्यसमा चाहिँ स्टिफनेसको लागि के हेर्ने मोमेन्ट हेर्ने किनकि यो सोय गराउने अथवा ट्रान्सलेसन गराउने भनेको के ल्यायो फोर्सले हो रोटेसन गराउने भनेको के ल्यायो मोमेन्टले हो है ल अब हामीले यहाँनिर यसलाई युनिट डिस्प्लेसमेन्ट गरायौं फर्स्टमा चाहिँ हामी यो K11 हेरौं K11 भनेको चाहिँ स्टिफनेस एट हेर त कोअर्डिनेट सिस्टम 1 मा कोअर्डिनेट सिस्टम 1 मा ड्यू टु युनिट रोटेसन एप्लाई गरेको पनि 1 मै एप्लाई गरिराको भनेपछि अहिलेको केसमा 1 मा एप्लाई गरेका हौ र यहाँनिर आको अब हेर्ने यहाँनिर आको स्टिफनेस कति हुन्छ अब यो स्टिफनेस निकाल्नको लागि मोमेन्ट चाहियो कि फोर्स चाहियो
के चाहियो फोर्स चाहियो किनकि यो चाहिँ सोएवाला कोअर्डिनेट सिस्टम हो त्यही भएर अब हामीलाई चाहिँ यहाँनिर फोर्स चाहियो है त यो डिरेक्सनमा लागेको फोर्सहरू हेरौँ होरिजेन्टल डिरेक्सनमा बिमको लेभलमा लागेको फोर्स कति फोर्स इन्ड्युस हुन्छ त अब फोर्स इन्ड्युस केले गर्दाखेरि यो हामीले यहाँनिर सोए गराएको छौँ युनिट डिस्प्लेसमेन्ट डेल्टा इक्वल टु 1 लगाएको छौँ है ल अब यो डेल्टा इक्वल टु 1 को लागि मैले यहाँनिर हेर त यहाँनिर यो फिगर बनाएको छु एबी भनेर एबीमा चाहिँ यहाँनिर ए पोइन्टबाट बी पोइन्टमा सपोर्ट चाहिँ यसरी गयो अब जाँदाखेरि चाहिँ यहाँनिर रियाक्सन इन्ड्युस हुन्छ रियाक्सन आउँछ नि हैन रियाक्सन आउँछ कति आउँछ रियाक्सन यो फर्मुला तिमीहरूले याद गर्नु पर्यो यो रियाक्सनको फर्मुला कति हुन्थ्यो 12EI अब यसको लागि 12E बाई मैले यहाँनिर तिमीहरूलाई यसरी यहाँनिर फर्मुला सम्झिनलाई याद गराएको थिएँ हेर त अगाडि एकछिन है अब यो फर्मुला तिमीहरूलाई याद हुनु पर्यो योभन्दा अगाडि हामीलाई चाहिँ मोमेन्टको मात्र भए भएको थियो अहिले फ्रेममा चाहिँ सोएको पनि चाहिने भयो ल हेर त मैले तिमीहरूलाई यो दुईटा फर्मुला तिमीहरूले याद गर्नुपर्छ भनेर भनेको थिएँ है हामीले योभन्दा अगाडि बिममा गर्दाखेरि चाहिँ यति एउटा फर्मुलाले हामीलाई काम चलिरहेको थियो त्यसमा त्यो रियाक्सनहरू पनि चाहिएको थिएन हामीलाई चाहिँ यहाँनिर आएको यो मोमेन्टवालाले यति फर्मुलाले मात्र काम चलिरहेको थियो अब हामीलाई चाहिँ अहिलेको केसमा चाहिँ कस्तो भयो त हेर त यो ए भयो यो बी जस्तो भयो अब यहाँनिर चाहिँ डेल्टा एमाउन्टले यतातिर सोए भएर जाँदाखेरि डेल्टा एमाउन्टले सपोर्टमा चाहिँ सेटल हुँदाखेरि हो यहाँनिर आउने होरिजेन्टल रियाक्सन कति हो यो रियाक्सन हामीलाई चाहियो अब किनकि यो रियाक्सन भनेको चाहिँ हाम्रो स्टिफनेस रहेछ अहिले ए ठिक छ क्लियर छ सर ल अब यहाँनिर हेर त अब त्यस्तै गरेर अब के चाहियो त अर्को भनेको होरिजेन्टल यही डिरेक्सनमा यही होरिजेन्टल डिरेक्सनमा राखेको एउटा त एबी स्पानमा आएको रियाक्सन चाहियो हैन त्यस्तै गरेर अर्को यो सिडीमा पनि कुन पोइन्टमा यहाँनिर यसमा आउने रियाक्सन चाहियो सिडीमा पनि किनकि यो होरिजेन्टल डिरेक्सनमा लागेको फोर्सहरू त यही डिरेक्सनमा हेर त यो कोअर्डिनेट सिस्टममा लागेको रियाक्सनहरू त एउटा यो मेम्बरको होरिजेन्टल रियाक्सन आउने हो नि भनेपछि यही दुईटालाई हामीले सम गर्नु पर्यो है यहाँनिर यही पोइन्टमा आएको रियाक्सन मात्र हो स्टिफनेस भने होइन है यो कोअर्डिनेट सिस्टम 1 भनेको के भनेको थियो यो लाइन हो यो लाइनमा भएको जोइन्टहरू सबै पर्छ बुझ्यौ हामीले धेरैचोटि भनिसकेका छौँ हिजो पनि कन्फ्युज नहुने ल अब चाहिँ के गर्नु पर्यो त यो रियाक्सन फाइन्ड आउट गर्नु पर्यो अब यो रियाक्सनको लागि फर्मुला फाइन्ड आउट गर्दाखेरि के हुन्छ त सधैँ फर्मुला फाइन्ड आउट गर्दाखेरि इजी छ केही पनि छैन सम्झिनको लागि मैले के भनेको थिएँ अब कता गएको छ त यो यहाँ बी पोइन्टबाट यो पोइन्टमा गएको छ भनेपछि जुन पोइन्टतिर जता डिरेक्सनतिर गएको हो त्यतै डिरेक्सनतिर रियाक्सन डेभलप हुन्छ सम्झिनको लागि है त्यही डिरेक्सनतिर चाहिँ यो रियाक्सनहरू डेभलप भएको हुन्छ कति हुन्छ रियाक्सन 12EI डेल्टा अपन एल क्युब डेल्टा भनेको 1 भयो त्यही भएर 12EI अपन एल क्युब हुने भयो यतातिर है अनि यहाँनिर आएको मोमेन्ट चाहिँ कति हुन्छ एन्टी क्लकवाइज डिरेक्सनमा हुन्छ र मोमेन्ट चाहिँ कति हुन्छ यहाँनिर इन्ड्युस भएको मोमेन्ट 6EI अपन एल क्यूब की स्क्वायर स्क्वायर हो स्क्वायर त्यो फर्मुला थाहा छ नि तिमीहरूलाई रियाक्सनबाट यो इन मोमेन्टबाट रियाक्सन डाइरेक्ट यदि थाहा छैन भने पनि तिमीहरूले यतिकै अहिले जस्तै गरेर निकाल्न सक्छौ नि थाहा छैन त्यो कुरा यो ट्रान्सलेसनको केसमा एल क्यूब लेख्नु भएन फर्मुलामा एल क्यूब त्यो फर्मुलामा एल मोमेन्ट क्यूब सके सर हेर्नु त हजुर त्यो जुन यो ट्रान्सलेसनको केसमा मोमेन्ट इन्ड्युस हुन्छ नि त्यहाँनिर त्यसमा पनि एल क्यूब छ क्या सर स्क्वायर हुन्छ त्यहाँ स्क्वायर हो मैले एल क्यूब लेखेर चाहिँ मैले रङ लेखेँ होला कपीको ए अब यता हेर त यस्तो के यस्तो हेर एकदम सिम्पल कुरा है सिम्पल कुरा अब यहाँनिर रियाक्सन कति आउँथ्यो भ्यालु कति आउँथ्यो के आउँथ्यो त्यसको लागि है ल तिमीहरूको यहाँनिर यो इन्ड्युस भएर यता सपोर्ट सेटलमेन्ट भएर गएको थियो सपोर्ट सेटलमेन्ट भएको भएर जाँदाखेरि अब यहाँनिर चाहिँ रियाक्सन आउँथ्यो त्यो रियाक्सन मात्र लेखेँ है सपोर्टको सेटलमेन्टको कारणले गर्दाखेरि कति इन्ड्युस हुन्छ यहाँनिर फर्मुला भन्न त 6EI आई डेल्टा पनि भनौँ है अहिले ल डेल्टा अपन एल स्क्वायर यता पनि त्यही डेभलप हुने हो नि होइन हो सर अब यहाँनिर रियाक्सन कति हुन्छ यो फाइन्ड आउट गर्नु पर्यो क्या हामीले ल भने अब के गर्ने त अहिले जस्तै गर्थ्यौ न फिक्सिङ तिमीसँग छ फिक्सिङ मोमेन्ट तिमीसँग छ यहाँनिर फिक्सिङ मोमेन्ट छ एक्सटर्नल्ली तिमीलाई यहाँनिर केही लोड लागेको छ छैन नि सपोर्टको सेटलमेन्टले गर्दाखेरि आएको मोमेन्ट हो यो भनेपछि अब हामीलाई यहाँनिर आउने रियाक्सन कति आउँछ भनेर निकाल्दै रहेछौँ
है भनेपछि यहाँनिर ल मानिलियौ तिमीले यहाँनिर रियाक्सन आउँछ याफ भनेर भनिदेऊ अहिले याफ भनेर भनिदेऊ कहाँ गरिदेऊ यो पोइन्ट बीमा मोमेन्टको सम चाहिँ 0 गरिदेऊ ल मोमेन्टको सम 0 गरिदेऊ अब यहाँ कति आउँछ त हेर त यो भनेको 6 EI डेल्टा अपन एल स्क्वायर यता पनि 6 EI डेल्टा अपन एल स्क्वायर यहाँनिर सम गर्दाखेरि मोमेन्टको सम टोटल कति भयो -6 EI डेल्टा अपन एल स्क्वायर इन्टु 2 गर्दाखेरि कति भयो त 12 भयो हैन है फर्मुला त्यो रियाक्सनको फर्मुला याद भएन भने पनि गाह्रो छैन है निकाल्न सकिहाल्छ त्यतिकै 12 भयो है अनि माइनस अहिले हामीले चाहिँ समेसन मोमेन्ट हेड यो पोइन्टमा 0 गर्दैछौँ है यो पोइन्टलाई के भन्न ए भन्न है त अनि क्लकवाइजलाई पोजिटिभ लिइरहेको छ यो नेगेटिभ भयो अब यो फोर्सले पनि मोमेन्ट दिन्छ हैन यो फोर्सले कुन डाइरेक्सनमा दिने भयो मोमेन्ट एन्टी क्लकवाइज एन्टी क्लकवाइज दिने भयो यसले पनि कति हुने भयो त्यसले दिएको मोमेन्ट चाहिँ F into L कति हुने भयो रे F into L हुने भयो F into L भयो भनेपछि F इक्वल टु कति आयो त F इक्वल टु कति आयो माइनस eta by L cube 12 EI डेल्टा डेल्टालाई 1 भन्यो अहिले अनि डेल्टा नै राखौँ L क्यूब भनेपछि यहाँनिर रियाक्सन कता आउँदो रहेछ त downward अपवर्ड लिएका थियौँ डाउन आउँदो रहेछ है र कति आउँदो रहेछ 12 EI अपन एल क्यूब आउँदो रहेछ यही 12 EI त हो नि यो स्टिफनेसमा तिमीहरूलाई याद गर भनेको फर्मुला पनि 12 EI अपन डेल्टाको भ्यालु त 1 भयो है यसरी निकाल्न सकिन्छ अहिले जस्तै अहिले जसरी तिमीहरूले हामीले पी ड्यास सिस्टम निकाल्दाखेरि रियाक्सन निकालेको थियो यो पनि त्यस्तै त हो नि तिमीलाई यदि फर्मुला याद छैन भने चाहिँ फिक्सन मोमेन्ट मात्र याद छ भने रियाक्सन इजिली यसरी निकाल्न सक्छु सर तर यहाँनिर त भर्खर यहाँनिर त त्यो 6 EI डेल्टा बाई एल स्क्वायर त त्यो त नि क्लकवाइज हुनुपर्ने होइन त्यो चाहिँ क्लकवाइज हुनुपर्ने होइन त्यो यता बीमा चाहिँ क्लकवाइज अनि यता चाहिँ एन्टी क्लकवाइज एमा चाहिँ एन्टी क्लकवाइज आउँछ होइन इन मोमेन्ट त फिक्सन मोमेन्ट एउटामा क्लकवाइज अर्कोमा एन्टी क्लकवाइज आउँछ त सपोर्टको सेटलमेन्टले गर्दाखेरि सपोर्टको सेटलमेन्टले गर्दा रोटेसनले गर्दाखेरि सधैँ एउटै डिरेक्सनमा आइरहेको होइन स्लोप डिफ्लेक्सन मेथडमा त्यत्रो हेरे होइन कन्फ्युज हुनु भएन है फेरि उसले गर्दाखेरि तिम्रो लोडले गर्दाखेरि आएको फिक्सिङ मोमेन्टमा त अपोजिट डिरेक्सनमा आउँथ्यो होइन अनि रोटेसनले गर्दाखेरि सपोर्ट सेटलमेन्टले गर्दाखेरि एउटै डिरेक्सनमा आएको हुन्छ नि हो सर ल है कन्फ्युज नहुनु है त रिभिजन गर्नु पर्यो है ल अब हामी यहाँनिर अगाडि बढौँ ल अब हामीसँग यहाँनिर हेर त के रहेछ त स्टिफनेस एउटा चाहिँ यहाँनिर रियाक्सन चाहिँदो रहेछ अब यो चाहिँ तिमीहरूलाई बुझ्नको लागि एकदमै कन्सेप्चुअल पार्टमा बुझ्नको लागि डिटेलमा हेऱ्यौँ हामीले अब तिमीहरूलाई चाहिँ एकदम सम्झेर गर्नको लागि चाहिँ सम्झेर गर्दाखेरि चाहिँ कसरी गर्ने त्यो कुरा म सिकाउँछु है अब त्यो सबै सल्भ गरेर निकाल्ने अब सम्झेर गर्दाखेरि चाहिँ तिमीहरूले अब त्यो क्यालकुलेसन गर्नतिर चाहिँ नलाग्ने कति आउँछ रियाक्सन भ्यालु थाहा हुनु पर्यो अब स्टिफनेस निकाल्दैछौँ यहाँनिर है त एकदम सम्झिने सर्टकट आइडियाहरू अब यहाँनिर चाहिँ होरिजेन्टल्ली लगाएको छौँ यो डिरेक्सनमा यतातिर सोहे भएको छ भनेपछि यहाँनिर आउने रियाक्सन भनेको चाहिँ सधैँ जतातिर सोहे भएको छ जुन डिरेक्सनमा त्यही डिरेक्सनमा रियाक्सन आएको हुन्छ र यहाँनिर चाहिँ रियाक्सन कति त्यो डिरेक्सनमा आउँछ र रियाक्सन कति आउँछ अहिले कतातिर सोहे भएको छ राइट साइडतिर गएको छ लेफ्टदेखि राइटतिर यहाँनिर हेर त सेटलमेन्ट सपोर्टको यो पोइन्टदेखि यो पोइन्टमा यहाँनिर गएको छ भनेपछि अब यहाँनिर आउने चाहिँ कति हुन्छ त 12 EI अपन एल क्यूब फर्मुला याद गरिराख्ने र एल क्यूब भनेको चाहिँ कुन हो यो एल भनेको चाहिँ यो एल हो है ठिक छ एबी को लागि 12 EI अपन एल क्यूब त्यस्तै गरेर तिम्रो यहाँनिर कोअर्डिनेट सिस्टम 1 मै अर्को भनेको अब यो मेम्बर पनि यहाँनिर यसरी यो पोइन्ट यसको सपोर्ट यो पोइन्ट यो यहाँनिर सोहे भएर जान्छ डेल्टा 1 ले त्यही नै हो एउटै सोहे हो यो भन्नुको मतलब यो मेम्बरलाई पनि हेर्नु पर्यो त्यसमा आउने पनि रियाक्सन कता हो यही साइडतिरै आउँछ जतातिर सोही भएर गएको छ त्यही साइडतिर रियाक्सन आउँछ कति आउँछ 12 EI अपन एल क्यूब र यहाँनिर चाहिँ सिडीमा चाहिँ लेन्थ कति छ त 6 मिटर छ 6 क्यूबको ठिक छ अब यसलाई चाहिँ हामीले के गर्नु पर्यो त सम गर्नु पर्यो र सम गरिसकेपछि चाहिँ हाम्रो K11 आयो अब K21 हेरौँ K21 भनेको के हो भन त मलाई एकजनाले K21 भनेको के हो stiffness at a coordinate 2 due to unit displacement at 1 युनिट डिस्प्लेसमेन्ट एट 1 अब युनिट डिस्प्लेसमेन्ट 1 को सिस्टम भनेको यो हो हामीले यहाँनिर बनाएका छौँ सोही हो
सोही गराएका छौँ। अब यही कन्डिसनलाई हेर्ने हो। यो कन्डिसनलाई हेर्दाखेरि अब हामीलाई चाहिँ कहाँनिर चाहियो त स्टिफनेस सेट कोअर्डिनेट नम्बर 2 मा चाहियो। कोअर्डिनेट नम्बर 2 भनेको यो जोइन्टमा बी जोइन्टमा आएको रोटेसनवाला रोटेसनवाला सिस्टम हो। अब रोटेसन गराउँछ केले? मोमेन्टले। भनेपछि अब यो जोइन्ट बीमा अहिले हामीले यो सोए जुन गराएका छौँ फ्रेममा, यो सोए गराउँदाखेरि जोइन्ट बीमा इन्ड्युस भएको मोमेन्ट चाहियो। बुझ्यौ? यसमा इन्ड्युस भएको मोमेन्ट चाहियो। अब यसमा इन्ड्युस कति हुन्छ त मोमेन्ट भन त? यहाँनिर यसमा यो पोइन्टमा मोमेन्ट कति इन्ड्युस हुन्छ? 6EI/L² को एन्टी क्लक। अब त्यो मोमेन्ट कति इन्ड्युस हुन्छ हेर्नको लागि यहाँनिर अब एबीमा मेम्बरमा हेर्नु पर्यो हामीले। एबी मेम्बरमा हेर्नु पर्यो पहिला। है एबी मेम्बरमा हेरौँ त। एबी मेम्बरमा हेर्दाखेरि यो बी पोइन्ट चाहिँ यहाँनिर बिड्यासमा गएको छ यसरी सपोर्टको। अब यो जाँदाखेरि सपोर्टको यहाँनिर यसरी के भएको छ हेर त 1 ले गएको छ। अब यो जाँदाखेरि यहाँनिर मोमेन्ट कति आउँछ त्यो निकाल्नु पर्यो। मोमेन्ट कति आउँछ? 6EI/L² आउँछ। अब कुन डाइरेक्सनमा आउँछ? क्लकवाइज आउँछ कि एन्टी क्लकवाइज आउँछ? कसरी याद गर्ने? त्यही अघिकै हेर है त। के गर्छौ त तिमीहरूले? जतातिर सोए भएको छ त्यहाँनिर रियाक्सन लगाएको छौ, रियाक्सन आयो। यहाँनिर रियाक्सन आएपछि यसलाई ब्यालेन्स गर्नलाई यो डाइरेक्सनमा रियाक्सन आउनु पर्यो। अब यहाँनिर आउने मोमेन्ट भनेको चाहिँ के हुन्छ त? यो रियाक्सनलाई ब्यालेन्स गर्ने गरेर मोमेन्ट इन्ड्युस हुन्छ। यहाँनिर यसले चाहिँ हेर त यो रियाक्सनले चाहिँ यहाँनिर यो बी पोइन्टमा कसरी दिन्छ मोमेन्ट? यसरी एन्टी क्लकवाइज मोमेन्ट दिन्छ। क्लकवाइज मोमेन्ट दिइसकेपछि यहाँनिर बी पोइन्टमा चाहिँ एन्टी क्लकवाइज मोमेन्ट इन्ड्युस भयो भने ब्यालेन्स हुने भयो। यसरी हेर्नु डिरेक्सन याद गर्नुको लागि चाहिँ। ठिक छ? क्लियर छौ? छ सर, क्लियर छ। ल है त। अब यसरी एन्टी क्लकवाइज डिरेक्सनमा 6EI/L² आउने भयो भनेपछि अब यहाँनिर चाहिँ हेर त नेगेटिभ 6EI/L² भयो। नेगेटिभ किन? हामीले डिफाइन गरेको कोअर्डिनेट सिस्टमको डिरेक्सन कुन छ? क्लकवाइज छ। है हामीले डिफाइन गरेको कोअर्डिनेट सिस्टमको डिरेक्सन क्लकवाइज छ। यहाँनिर तिम्रो स्टिफनेस मोमेन्ट चाहिँ यहाँनिर मोमेन्ट चाहिँ कुन डिरेक्सनमा आयो? एन्टी क्लकवाइज डिरेक्सनमा आयो। त्यही हुनाले हामीले नेगेटिभ EI/2² गर्यौँ। ठिक छ? यो चाहिँ एबी मेम्बरले गर्दाखेरि आएको भयो। त्यस्तै गरेर जोइन्ट बीमा एट्याच भएको अर्को मेम्बर भनेको बीसी मेम्बर हो। है अब बीसी मेम्बरमा मोमेन्ट इन्ड्युस हुन्छ या हुँदैन? अहिलेको कन्डिसन भन्नाले यो सोएको कन्डिसनमा बीसी मेम्बरमा इन्ड मोमेन्टहरू इन्ड्युस हुन्छ कि हुँदैन? फिक्सिङ मोमेन्टहरू इन्ड्युस हुन्छ कि हुँदैन? सोएले गर्दा हुँदैन सर। सोएले गर्दाखेरि हुँदैन। किन हुँदैन? ल हेर त यहाँनिर हेर है त। यो बी पोइन्ट यहाँ थियो, अहिले चेन्ज भएर यहाँनिर पुगेको छ। सी पोइन्ट यहाँ थियो, अहिले चेन्ज भएर यहाँनिर गएको छ। एक्सटर्नली लोड यहाँ त केही त छैन, अरू त कुनै पनि एक्सटर्नल लोड छैन। भनेपछि एक्सटर्नल लोडको कारणले गर्दाखेरि यसमा आउने कुराहरू पनि भएन। अब हाम्रो यहाँनिर बी पोइन्ट रोटेसन पनि भएको होइन। बी पोइन्ट रोटेसन भएको भए पनि यो मेम्बरमा इन्ड्युस हुन्थ्यो। है अब यहाँनिर यो चाहिँ यहाँ पुगेको, यहाँनिर पुग्दाखेरि यसको र यसको सपोर्टको लेभल चेन्ज भएको छ त? छैन नि, एउटै लेभलमा छ नि। भनेपछि यहाँनिर सपोर्टको सेटलमेन्टले अथवा सपोर्टको रिलेटिभ पोजिसन चेन्ज भएको कारणले मुभमेन्ट आउने भएन। अर्को मुभमेन्ट आउन सक्ने भनेको रोटेसन हुन्थ्यो। त्यो रोटेसन हामीले गराएकै छैन, रोटेसन भएकै छैन जोइन्टहरूमा। भनेपछि यो बीसीले गर्दाखेरि चाहिँ यहाँनिर कुनै पनि मोमेन्टहरू आउने भएन। त्यस्तै गरेर यो K11 निकाल्दाखेरि पनि यो बीसीको कारणले गर्दाखेरि केही आउँछ त? यहाँनिर होरिजेन्टल रियाक्सनहरू अहिलेको जस्तै हो। अहिले फोर्स निकाल्दाखेरि जस्तै यहाँनिर केही रियाक्सनहरू आउँछ त? भन त। यहाँनिर त के भएको छ? केही मोमेन्ट इन्ड्युस हुन्छ त? यो पोइन्ट तिम्रो यहाँ थियो, यहाँ पुगेको छ। केही मोमेन्ट इन्ड्युस हुन्छ? अब हुँदैन नि। यो पोइन्ट यहाँ थियो, यहाँनिर गएको छ। मोमेन्टै इन्ड्युस भएन भने अब यहाँनिर अरू बाहिरबाट लगाएको फोर्सहरू त केही छैन। रियाक्सनहरू पनि आउने भएन। रियाक्सन आएको भए पनि भर्टिकल हुन्थ्यो, होरिजेन्टल हुन्थेन। त्यही भएर बीसीको लागि हामीले कन्सिडर गर्नु परेन सोएको केसमा। ल यसरी चाहिँ हामीले K21 पनि फाइन्ड आउट गर्यौँ। अब त्यस्तै गरेर K31 हेर। K31 भनेको अब यहाँनिरको हेर्नु पर्यो। यसमा कति हुन्छ K31? ल भन मलाई, K31 कति हुन्छ स्टिफनेस? अब हेर्नु पर्यो यहाँनिर यो जोइन्ट हेर त। यहाँनिर अब कुन मेम्बरले गर्दाखेरि आउने भयो त K31 मा? यहाँनिर एउटा चाहिँ यो सिडी मेम्बरले
र अर्को चाहिँ कुन मेम्बरले सिबी मेम्बरले गर्दाखेरि त आउँदैन सिडी मेम्बरले गर्दाखेरि यहाँनिर अब कति मोमेन्ट इन्ड्युस हुन्छ 6 EI by 6 EI बाई डिरेक्सन अब यो पनि यही डिरेक्सनमा गएको छ भने यताको जस्तै एन्टी क्लकवाइज डिरेक्सनमा यति नै आउने भयो हैन हो सर तर लेन्थ चाहिँ फरक हुने भयो लेन्थ ख्याल गरिराख्ने है लेन्थहरू फरक दिइरहेको छ आई को भ्यालु पनि फरक दिएको हुन सक्छ त्यो कुराहरू चाहिँ ख्याल गरिराख्नु पर्यो स्टिफनेस निकाल्ने बेलामा है मैले गराएको न्युमेरिकलमा चाहिँ तिमीहरूले हामीले सबैमा आई नै छ क्वेसनमा चेन्ज भएर I2I भनेर आउन सक्छ म तिमीहरूलाई ट्युटोरियलमा चाहिँ दिन्छु त्यो क्वेसनहरू त्यो कुराहरू चाहिँ ख्याल गर्ने अब सिडी मेम्बरको लागि पनि यसरी हामीले EI बाई L स्क्वायर भनेर यसरी निकाल्यौँ र नेगेटिभ र अब भनेको नेक्स्ट अब हाम्रो कोलमको नेक्स्ट पार्टमा जाँदैछौँ है सेकेन्ड वाला कोलम निकाल्दैछौँ सेकेन्ड वाला कोलम निकाल्नको लागि कहाँ एप्लाई गर्ने त युनिट डिस्प्लेसमेन्ट कोअर्डिनेट सिस्टम 2 मा प्रोभाइडिङ युनिट डिस्प्लेसमेन्ट इन डिरेक्सन 2 अब डिरेक्सन 2 मा मात्र है अरुमा प्रोभाइड गर्ने हैन डिरेक्सन 2 मा प्रोभाइड गर्ने डिरेक्सन 2 भनेको के हो रोटेसन हो पोइन्ट बी हो पोइन्ट बी मा रोटेसन गराउने र पोइन्ट बी मा रोटेसन गराउँदाखेरि क्लकवाइज रोटेसन गराउने अब यहाँनिर एट्याच भएको मेम्बरहरू सबैलाई रोटेट गराउनु पर्यो एउटा चाहिँ बीसी मेम्बर छ बीसी लाई क्लकवाइज गर्दाखेरि यो तलतिर जान्छ अनि यो बी ए लाई रोटेसन गराउँदाखेरि यो डिरेक्सनमा जान्छ यो डिरेक्सनमा जान्छ भन्ने कुरा त हामीले धेरैचोटि भनिसक्यो गर्नु पर्दैन नि हैन शेपको लागि पर्दैन सर ल यसरी हामीले डिफ्लेक्सन शेप दियौं अब डिफ्लेक्सन शेप दिइसकेपछि अब यहाँनिर कति आउँछ अब तिमीहरूलाई गाह्रो भनेको चाहिँ यही सोयवालाको पार्टको नयाँ भएको कारणले गर्दाखेरि गाह्रो थियो नौलो थियो अब यो रोटेसनको कारणले गर्दाखेरि आउने त त्यही बीममा गरे जस्तै हो अरु केही पनि छैन ल अब यहाँनिर चाहिँ K22 हेरौँ K22 भनेको स्टिफनेस रोटेसन पनि 2 मै प्रोभाइड गर्यौं र स्टिफनेस पनि 2 मै गर्दैछौँ भनेपछि 2 को कोअर्डिनेट भनेको के हो रोटेसन हो भनेपछि अब यहाँनिर आएको रोटेसन हेर्नु पर्यो एउटा चाहिँ बीसी मेम्बरको बी इनमा आउने फर्मुला के हुन्छ 4EI by L square 4EI by L square कि L L मात्रै हो L मात्रै हो ए फर्मुलाहरु प्र्याक्टिस गर्ने भाइ है प्र्याक्टिस गरेर तिमीहरूले धेरै कन्फ्युज हुन्छ नर्मल हो कन्फ्युज हुनु L स्क्वायर अनि L क्यूब सम्म छ कुनमा के हुन्छ A स्क्वायर B स्क्वायर हैन कता A मा स्क्वायर हो कि B मा स्क्वायर हो यो चाहिँ एकदमै कन्फ्युज हुन्छ त्यही भएर एकदमै प्र्याक्टिस गर्ने र याद गरिराख है यो कुराहरु चाहिँ धेरै मिस्टेक हुन्छ अब यति फर्मुलामा L स्क्वायर लेख्दियौ भने त सकिहाल्यो अब त्यस्तै गरेर अब अर्को भनेको चाहिँ K32 भनेको कहाँनिर हो यो K32 भनेको यो कहाँनिर कोअर्डिनेट सिस्टम 3 मा केले गर्दाखेरि कोअर्डिनेट सिस्टम 2 मा लगाएको युनिट रोटेसनले गर्दाखेरि कति आउँछ त यहाँनिर भन्न त फर्मुला भन्न यसमा कति आउँछ यसमा स्टिफनेस 2EI by L 2EI अपन L है 2EI अपन L भनेको कुनको L हुन्छ यसमा कुन मेम्बरको L हुन्छ यसमा हुन त कुन मेम्बरको L हुन्छ BC को हुन्छ CD को हुँदैन है CD को कारणले गर्दाखेरि यहाँनिर मोमेन्ट आएको छ छैन CD मा त केही रोटेसनै भएको छैन हेर है त हामीले अहिले एप्लाई गरेको रोटेसनमा यहाँनिर B पोइन्टमा रोटेसन एप्लाई गर्दाखेरि कुन मेम्बर घुमेको छ यो B जोइन्ट सँग एट्याच भएको मेम्बर मात्र घुम्छ अरुमा त सबैमा फिक्स छ घुम्ने कुरा हुँदैन है यो AB यो BC मेम्बरमा है सोयको कारणले गर्दाखेरि पनि के भएको थियो सबै मेम्बर चेन्ज भएको थियो इफेक्ट चाहिँ AB र CD मा देखिएको थियो ख्याल गर्नु पर्यो है के हुन्छ भनेर एकदमै तिमीहरूले आफूले यो न्युमेरिकल आफैले प्र्याक्टिस नगरेसम्म चाहिँ सानो कन्फ्युजनहरु चाहिँ क्लियर हुँदैन प्र्याक्टिस गर्ने ल अब त्यस्तै गरेर K12 भनेको कहाँनिर हो पोजिसन 1 मा केले गर्दाखेरि 2 मा गरेको रोटेसनले गर्दाखेरि कति आउँछ त ल भन्न त अब यहाँनिर चाहिँ हेर त K21 भनेको स्टिफनेस म्याट्रिक्समा K12 भनेको K21 सँग बराबर हुन्छ यो म्याट्रिक्सको प्रोपर्टी हो तिमीहरूलाई है हामीलाई चाहिँ हाम्रो यो स्टिफनेस म्याट्रिक्सहरुको प्रोपर्टी फ्लेक्सिबल म्याट्रिक्स पनि पढ्यो होला तिमीहरूले हैन त्यसको चाहिँ प्रोपर्टी हो डाइरेक्ट यो गर्न सकिन्छ तर तिमीहरूले चाहिँ भेरिफाई गर्ने सुरुमा 2-3 चोटी चाहिँ भेरिफाई गर्ने न्युमेरिकल प्र्याक्टिस गर्दाखेरि अनि त्यसपछि बल्ल छोड्ने है त अब मलाई अहिले भन्न त ल अब K12 भनेको कति आउँछ कसरी कुन फर्मुला के हो मलाई भन्न त ल K12 भनेको कति आउँछ ल भन्न ट्रान्सलेसन हो त्यही भएर फोर्स वाला लिनु पर्यो अनि 6EI by L स्क्वायर फर्मुला लिनु पर्यो कसरी फेरि भन्न त त्यो जुन K12 भनेको हाम्रो स्टिफनेस एट कोअर्डिनेट 1 ड्यू टु 2 मा युनिट गर्दा त्यो 1 चाहिँ हाम्रो के छ त्यहाँनिर डिस्प्लेसमेन्ट वाला छ नि सर त्यो रोटेसन नभएर डिस्प्लेसमेन्ट वाला छ त्यही भएर फोर्स वाला लिनु पर्यो मुभमेन्ट वाला लिनु पर्यो
ल हेर त म यहाँनिर फेरि बनाउँछु है त ल यसलाई बनाएँ मैले यहाँनिर अब यहाँनिर के भइरहेको छ त यसरी रोटेसन आएको छ है रोटेसन आएको छ अब यो रोटेसन आउँदाखेरि क्लकवाइज रोटेसन गराएको छौँ क्लकवाइज रोटेसन गराउँदाखेरि अब यहाँनिर के आउँछ त इन मोमेन्ट डेभलप हुन्छ हैन इन मोमेन्ट कति डेभलप हुन्छ 6 4 EI by L 4 EI EI अपन L L है अब यतातिर पनि मोमेन्ट डेभलप हुन्छ हो यसमा पनि हो सर क्लकवाइजै डेभलप हुन्छ कति डेभलप हुन्छ 2 EI by L EI अपन L डेभलप हुन्छ L स्क्वायर गरेछु है मैले L स्क्वायर हेर्ने है L हो ल अब हामीले चाहिँ के गर्दैछौँ भने K12 भनेको कोअर्डिनेट सिस्टम 1 मा स्टिफनेस चाहियो कोअर्डिनेट सिस्टम 1 भनेको यो होरिजन्टल डाइरेक्सन हो होरिजन्टल डाइरेक्सन भन्नाले अब यहाँनिर यसमा आएको होरिजन्टल फोर्सको सोहीको लागि होरिजन्टल फोर्स चाहियो है हामीलाई अब यहाँनिर चाहिँ रियाक्सन कति आउँछ त्यो रियाक्सन चाहियो त्यो रियाक्सन भनेको हो के हो त K12 हो है यहाँनिर आएको रियाक्सन भनेको K12 हो अब यहाँनिर रियाक्सन कति आउँछ मोमेन्ट 6 एट EI by L square गर्ने कति रे 6 EI by L square 6 EI अपन L स्क्वायर डिरेक्सन कता लाग्छ डिरेक्सन कुन डिरेक्सनतिर लाग्छ यही डिरेक्सनतिर हो कि अर्को डिरेक्सनतिर हो त्यही हो होइन सर उल्टो डिरेक्सन उल्टो कुन हो ब्यालेन्स अर्को लेफ्ट साइडतिर लाग्छ लेफ्ट सर साइडतिर डिरेक्सन त भन्नु न एकचोटी डिरेक्सन यता लाग्छ कता लाग्छ भन त मलाई एकजनाले कता लाग्छ होला यता लेफ्ट नै हो सर किन लेफ्टतिरै ब्यालेन्स अब ठिक छ अब हेर है त अब के कसरी भने अब यो त क्लियर छौ तिमी यहाँनिर क्लकवाइज रोटेसन आएको छ क्लकवाइज रोटेसन क्लकवाइज मुभमेन्ट आएको छ यसमा कन्फ्युजन छैन कोही पनि है अब डिरेक्सनको लागि के हेर्ने भने हामीलाई कहाँनिर फोर्स चाहिएको यहाँनिर फोर्स चाहिएको अब यो यहाँनिर फोर्स हेर्दैछौँ भने यतापट्टिको मुभमेन्ट हेर्ने यतातिर मुभमेन्ट कुन डिरेक्सनमा छ क्लकवाइज भनेपछि यो पोइन्टमा क्लकवाइज छ भने यो पोइन्टमा चाहिँ मुभमेन्टलाई चाहिँ यहाँनिर ब्यालेन्स गर्नको लागि डिरेक्सन कतातिर लाग्नु पर्यो त राइटतिर कि लेफ्टतिर लाग्यो भने मुभमेन्ट यसले कसरी दिन्छ एन्टी क्लकवाइज दिन्छ यसरी एन्टी क्लकवाइज दिएपछि यो क्लकवाइजलाई ब्यालेन्स गर्यो यसरी क्लकवाइजलाई ब्यालेन्स गर्ने गरेर रियाक्सन दिने अब यो रियाक्सनको भ्यालु पनि अब यदि तिमीहरूलाई सम्झिन याद गर्न गाह्रो भएको छ भने के गर्ने त ऐ गरे जस्तै गरेर निकाल्ने ऐ गरे जस्तै गर्नुको भन्नुको मतलब के हो त के गर्ने यो पोइन्टमा मोमेन्ट 0 गराउने हैन यो पोइन्टमा मोमेन्ट 0 गराउने यो पोइन्टमा मोमेन्ट 0 गराउँदाखेरि चाहिँ यहाँनिर के आएको छ क्लकवाइज छ यो 4 छ यो 6 यो 2 छ जोड्दाखेरि कति भयो 6 EI अपन L हैन अनि त्यसपछि तिम्रो अब यहाँनिर फोर्स मानिलियौँ हामीले अहिले चाहिँ यतातिर मानिलियौँ अहिले चाहिँ यो डिरेक्सनमा छ भनेर मानेका छौँ हैन अब यो डिरेक्सनमा छ भने यो डिरेक्सनले चाहिँ मोमेन्ट यहाँनिर कति दिन्छ एन्टी क्लकवाइज दिन्छ माइनस भयो यहाँ इन्टु के गर्नु पर्यो L गर्नु पर्यो र इक्वल टु 0 गर्दाखेरि कति आयो त 6 EI अपन L स्क्वायर आयो पोजिटिभ आयो भन्नुको मतलब हामीले दिएको डिरेक्सन ठिक रहेछ क्लियर छ सर ल यसरी डिफ्रेन्ट अप्सनबाट चेक गर्न सक्छौ याद गर्न नि सक्छौ डिरेक्सनको याद गर्ने टेक्निकहरू के हुन्छ त्यो पनि मैले भनेको छु सबै छ प्र्याक्टिस मात्र गर्नु पर्यो तिमीहरूले अब अरू केही गर्नु पर्दैन ल अब यसबाट चाहिँ यहाँ चाहिँ डाइरेक्टली हेर है त K12 इक्वल टु K21 हुन्छ है K12 इक्वल टु K21 हुन्छ त्यही भएर डाइरेक्ट त्यो भ्यालुहरू युज गर्न सकिन्छ क्यालकुलेट नगरिकन नत्र क्यालकुलेट गरेर निकाल्दा पनि भयो है ल यहाँनिर चाहिँ मैले यो स्ट्यान्डर्ड फर्मुलाको फर्ममा लेखेको छु अब यो स्ट्यान्डर्ड फर्मुलाको फर्ममा अब यहाँनिर एक्ज्याक्टली तिमीहरूको कुन साइडमा कुनलाई ए कुनलाई बी होइन त्यो भ्यालुहरू चाहिँ फरक पर्ला के पर्ला यो चाहिँ स्ट्यान्डर्ड फर्मुला मात्र हो कम्पेरिजन चाहिँ नगर्ने यो उयोसँग यो ब्ल्याकमा भएको फिगरसँग चाहिँ अनि अर्को कुरा ल मलाई भन त्यस्तै गरेर अब एबीमा आयो रियाक्सन त ठिकै छ अब बीमा पनि त रोटेसन बीसीमा नि रोटेसन आएको छ यसमा पनि रियाक्सन आउँछ होला त्यो रियाक्सनले गर्दाखेरि कोअर्डिनेट सिस्टम 1 मा K12 मा केही असर गर्छ इफेक्ट गर्छ कि गर्दैन हामीले K12 निकाल्दाखेरि K12 निकाल्दा त अहिले त हामीले एबीलाई मात्र हेरेर लेख्यौँ नि हैन बीसीमा आएको रोटेसन बीसीमा पनि त रोटेसन आएको छ यसमा पनि त रियाक्सन आउला त्यो रियाक्सनले गर्दाखेरि K12 मा असर गर्छ कि गर्दैन गर्दैन होला सर किन भन्दाखेरि त्यो
हाम्रो त्यो पहिलो कुरा ट्रान्सलेसन छ हैन अँ अनि दोस्रो कुरा त्यो भर्टिकल डाइरेक्सनमा आउँछ कि त्यो मोमेन्टलाई ब्यालेन्स गर्नलाई ल मोमेन्टलाई ब्यालेन्स गर्नलाई यहाँनिर भर्टिकल आउँछ हाम्रो अहिले ट्रान्सलेसन ओरिजेन्टल वाला हो भनेपछि यो भर्टिकल वालाको हामीलाई कुनै काम भएन गुड यही हो है त ल अब यसरी अब हामी प्रोभाइड गर्छौँ केमा प्रोभाइड गर्छौँ युनिट डिस्प्लेसमेन्ट प्रोभाइड गर्छौँ इन डिरेक्सन 3 डिरेक्सन 3 मा चाहिँ युनिट डिस्प्लेसमेन्ट प्रोभाइड गर्छौँ अब डिरेक्सन 3 भनेको तिम्रो यो पोइन्ट छ अब यो पोइन्टमा भनेको के हो त ठिटावाला हो यो ठिटावाला भनेपछि रोटेसन प्रोभाइड गर्नु पर्यो रोटेसन प्रोभाइड गर्दाखेरि एउटा चाहिँ यो सिबी भन्ने मेम्बर रोटेट हुन्छ अर्को चाहिँ सिडी भन्ने मेम्बर हुन्छ एबीमा चाहिँ कुनै इफेक्ट हुँदैन किनकि हामीले अरूमा चाहिँ सबैमा क्ल्याम्प गर्ने हो फिक्स गर्ने हो इफेक्टहरू ट्रान्सफर भएर जान पाएन है ल अब यो हुँदाखेरि अब यसको लागि पनि हेरौँ K33 कति आउँछ K33 कति आउँछ त K33 भनेको यहाँनिर रोटेसन भएको छ भने यहाँनिर 4EI/L यो मेम्बर BC मेम्बरको लागि क्लकवाइजै हुने भयो त्यस्तै गरेर CD मेम्बरको लागि पनि 4EI/L क्लकवाइजै आउने भयो BC मेम्बर CD मेम्बरको ठिक छ क्लियर छ K33 क्लियर छ के कन्फ्युजन छ त छैन नि भनौँ है कन्फ्युजन छ भने ल है अब त्यस्तै गरेर K23 भनेको चाहिँ K23 भनेको K32 सँग बराबर हुन्छ र K13 भनेको K31 सँग बराबर हुन्छ यो बराबर भएको हुनाले डाइरेक्टली तिमीले यही भ्यालु पनि युज गर्न सक्छौ अथवा हैन अहिले चाहिँ हामी आइडेन्टिफाई नै गर्छौं है त अहिले चाहिँ हामी आइडेन्टिफाई नै गर्छौं ल K23 हेर K23 भनेको कुन चाहिँ भयो यो भयो K23 अब यहाँनिर कति आउँछ त K23 मा कति आउँछ भन त K23 मा कति आउँछ भ्यालु K23 भनेको के हो तिम्रो मोमेन्ट वाला हो अब यहाँनिर पोइन्टमा मोमेन्ट कति आउँछ त 2EI/L 2EI/L कुन मेम्बरले गर्दाखेरि BC मेम्बरले गर्दाखेरि गुड 2EI/L BC मेम्बरले गर्दाखेरि निकाल्ने है त त्यस्तै गरेर K13 कति आउँछ अब हेरौँ K13 कति आउँछ है अब यो चाहिँ झन्झटिलो लाग्न सक्छ तिमीहरूलाई K13 भनेको चाहिँ के हो त यहाँनिर होरिजेन्टल वाला डाइरेक्सन हो यो होरिजेन्टल वाला डाइरेक्सनमा अब यहाँनिर कति आउँछ त हेर्नु पर्यो ल अब कुन चाहिँ मेम्बर कन्सिडर गरेर K13 आउँछ कुन मेम्बर कन्सिडर गर्नुपर्छ मलाई भन ल एकजनाले भन्न ल कुन चाहिँ मेम्बर कन्सिडर गर्नुपर्छ CD सर एबी गर्नु पर्दैन एबी चाहिँ हो एबी चाहिँ गर्ने हो हैन सर CD अरे एबी मात्र गरेर हुँदैन एमा हाम्रो मोमेन्ट छैन नि त त्यसैले त जिरै हुन्छ नि सिडी गर्नुपर्छ सिडी अब यहाँनिर हेर है त यो कोअर्डिनेट सिस्टम हेर है यो कोअर्डिनेट सिस्टम 1 3 भन्नाले चाहिँ कोअर्डिनेट सिस्टम 1 भनेको के हो भने कोअर्डिनेट सिस्टम 1 भनेको यो सोयको लाइन हो के यो बुझ के तिमीहरूले यो लाइनमा पर्ने जोइन्टहरू जहाँनिर छ त्यो सबै जोइन्टहरू पर्छ के सोयमा त्यहाँनिर भएको इफेक्टहरू तिमीहरूले कन्सिडर गर्नुपर्छ त्यो जोइन्टमा लागेको होरिजेन्टल आउने रियाक्सनहरू सबै कन्सिडर गर्नु पर्यो के बुझ्ने त सोयमा यो एउटा लाइन हो त्यो एउटा डिरेक्सन हो त्यो लाइनमा पर्ने सबै जोइन्टहरूमा आएको होरिजेन्टल फोर्सहरू तिमीहरूले याद गर्नु पर्यो भनेर बुझ्नु पर्यो दिमागमा भनेपछि अब यहाँनिर चाहिँ सोयमा के रहेछ त त्यो लाइनमा पर्ने भनेको एउटा यो रहेछ अर्को यो रहेछ है अब पहिला सुरुमा यो जोइन्टमा हेरौँ यो जोइन्टमा चाहिँ होरिजेन्टल डिरेक्सनमा रियाक्सनहरू केही आउँछ कि आउँदैन हेरौँ पहिला सुरुमा यो जोइन्ट हेर्दाखेरि चाहिँ दुईटा मेम्बर एट्याच भएको छ एउटा एबी मेम्बर छ एउटा बीसी मेम्बर छ एबी मेम्बरमा हेर एबी मेम्बरमा कुनै पनि मोमेन्ट आएको छ हैन सर कुनै इफेक्ट छैन मोमेन्टै छैन भनेपछि यहाँनिर कुनै पनि रियाक्सन आउने भएन अब बीसी मेम्बरमा हेर बीसी मेम्बरमा रोटेसन छ यहाँनिर मोमेन्ट त आउँछ क्लकवाइज यहाँनिर क्लकवाइज मोमेन्ट भएपछि यहाँनिर तिमीहरूको रियाक्सन पनि आउँछ है यहाँनिर तिमीहरूको रियाक्सनहरू पनि आउँछ तर यो रियाक्सन तिमीहरूको अहिले हामीले कन्सिडर गरेको कोअर्डिनेट सिस्टमको डिरेक्सन हो होरिजेन्टल फोर्सहरू हो यो होइन भनेपछि बीसी मेम्बरको पनि परेन अब त्यस्तै गरेर यहीसँग एट्याच भएको हेर त यहाँसँग एट्याच भएको अर्को मेम्बर यो जोइन्टसँग एट्याच भएको अर्को मेम्बर भनेको सिडी मेम्बर छ अब सिडी मेम्बरमा हेर सिडी मेम्बरमा के छ यहाँनिर मोमेन्ट डेभलप भएको छ यसमा 2EI छ यतातिर 4EI/L छ भनेपछि अब यहाँनिर मोमेन्ट छ भनेपछि रियाक्सन त यहाँनिर कता आउँछ त यो बीमको हेर त यो बीमको पर्पेन्डिकुलर डिरेक्सनमा रियाक्सन आउने हो यता हैन पर्पेन्डिकुलर डिरेक्सनमा आउने हो यसमा यता यो डिरेक्सनमा आउला यसमा चाहिँ डाउनवर्ड डिरेक्सनमा आउला के अरे राइट साइडतिरकोमा आउला यो रियाक्सन आउँछ भनेपछि
अब यो रियाक्सन चाहिँ हाम्रो कामको रियाक्सन भयो क्या अहिले हामीले कन्सिडर गरेको डिरेक्सनतिर इन्ड्युस भएको रियाक्सन भयो नि यो त है यो चाहिँ हामीले निकाल्नु पर्यो र यो भनेको चाहिँ के हो त हाम्रो अहिलेको K13 हो अरू सबै कारणले गर्दाखेरि 0 0 रहेछ यसले गर्दाखेरि मात्र आउने रहेछ र यसको चाहिँ निकाल्नु पर्यो है क्लियर छ है छ सर ल अब त्यो हेर्दाखेरि चाहिँ एउटा सिडी मेम्बरको मात्र रहेछ अरूको चाहिँ हुँदो रहेनछ अब यसरी चाहिँ तिमीहरूले स्टिफनेस म्याट्रिक्स बनाउँछौ कम्प्लिट बनाउँछौ स्टिफनेस म्याट्रिक्स र यहाँनिर चाहिँ कन्फ्युज नहुने है यो कुनको कुनसँग बराबर हुन्छ यो कन्फ्युज नहुने है कुन म्याट्रिक्सको कुनसँग बराबर हुन्छ यो याद छ तिमीहरूलाई फ्लेक्सिबल म्याट्रिक्समा हेरेको हो फ्लेक्सिबिलिटी म्याट्रिक्समा गरे सर फोर्स मेथड पनि गरे है कुनको कुन बराबर हुन्छ भन्ने थाहा छ मैले डिस्कस गरिराख्नु पर्दैन नि पर्दैन ल है यहाँनिर हेर न यसरी यो म्याट्रिक्सहरू यसको यो पार्ट म्याट्रिक्स र यसको यो पार्ट म्याट्रिक्स ल अब चाहिँ हामीले के गर्नु पर्यो भने अब सल्भ गर्ने स्टिफनेस म्याट्रिक्सलाई चाहिँ अब यहाँनिर सबै आएको भ्यालुहरू राख्ने इआईलाई बाहिर कमन लियौँ 3/3 को म्याट्रिक्स भयो है ल अब अहिले चाहिँ तिमीहरूलाई सबैलाई 5 मिनट्सको टाइम दिन्छु 5 मिनट्सको टाइममा चाहिँ अब यहाँनिर हेर त स्टिफनेस म्याट्रिक्समा K इन्टु डेल्टा इन्टु P माइनस P ड्यास सिस्टम भयो अब डेल्टा भनेको डेल्टा 1 डेल्टा 2 डेल्टा 3 भयो डेल्टा 1 भनेको के हो त्यो ट्रान्सलेसन हो यसलाई डेल्टाले डिनोट गर्ने डेल्टा 2 भनेको के हो रोटेसन रोटेसन एट कहाँ पीमा डेल्टा 3 भनेको कहाँ हो रोटेसन एट सीमा है त यो भ्यालुहरू हो अब यहाँनिर पी सिस्टम पनि हामीले आइडेन्टिफाई गरिसकेका छौँ भ्यालु निकालिसकेका छौँ हैन अनि के स्टिफनेसको पनि निकालिसकेका छौँ र अहिले चाहिँ म तिमीहरूलाई 3 मिनट्स टाइम दिन्छु धेरै दिदिन 3 मिनट्सको टाइममा है 3 मिनट्सको टाइममा चाहिँ तिमीहरूले अहिले मलाई यो डेल्टा 1 डेल्टा 2 र डेल्टा 3 को भ्यालु निकालेर भन्ने है क्याल्कुलेटरबाट गर्ने डाइरेक्ट भ्यालु सब्स्टिट्युट गर र निकाल सकिन्छ 3 मिनट्स भित्र सकिन्छ त गरौँ त तिमीहरूको म्याट्रिक्सको क्याल्कुलेसनहरू कतिको भएको छ ल गर त यदि म्याट्रिक्समा तिमीहरूलाई एकदमै झन्झटिलो लागेको छ म्याट्रिक्समा गाह्रो छ भने इक्वेसनबाट पनि गर्न सकिन्छ है इक्वेसनबाट सल्भ गर्न पनि सकिन्छ ल अहिले गर्ने है गर्ने मलाई भएपछि भन्ने है त सबैले गरे त सर आयो आयो कति आयो -3.142 माइनस ए हेर त मिलेको मिलेन मिलेन रहेछ सर एकैछिनै कान किन जस्तो छ चेक गर मिल्यो सर ल गुड
अरूको आएछ त्यही ल ठिक छ अनेस्टली गर्ने कसैलाई प्रब्लम छ भने म्याट्रिक्समा क्यालकुलेसनमा साथीहरूसँग डिस्कस गर्ने र क्यालकुलेसन पोर्सनहरूमा के अरे टेक्निकल कुराहरू क्यालकुलेसनको है क्यालकुलेटरमा इनपुट गर्दाखेरिको प्रब्लमहरू सब डिस्कस गर्ने र सल्भ गर्ने र यदि स्टिल पनि प्रब्लम छ भने चाहिँ अनि मसँग डिस्कस गर्ने है त यो क्यालकुलेसन पार्टमा चाहिँ ल यदि भएपछि तिमीहरूले गर्न सक्छौ 2-3जनाले गरेका छौ अरूले पनि गर्छौ र यहाँनिर ख्याल गर्ने अहिलेको कुरा कुनमा चाहिँ के हो त्यो ख्याल गर्नु पर्यो 1 भनेको चाहिँ तिम्रो ट्रान्सलेसन थियो सोही थियो थीटा भनेको रोटेसन थियो डेल्टा 2 भनेको डेल्टा 3 भनेको अर्को सी पोइन्टमा भएको रोटेसन थियो है अब यो रोटेसनहरू चाहिँ सबै तिमीहरूले निकाल्ने यो निकालिसकेपछि रोटेसन निकालिसकेपछि अब के गर्ने त क्यालकुलेसन अफ इन मोमेन्ट के गरेर युज निकाल्ने स्लोप डिफ्लेक्सन इक्वेसन युज गरेर निकाल्ने अब स्लोप डिफ्लेक्सन युज गरेर निकाल्दाखेरि म यहाँनिर फिगर बनाउँछु हेर त एकदम ठुलै फिगर बनाएँ यहाँनिर चाहिँ के थियो यसरी लोडहरू थियो अरू के थियो होइन ल अब इन मोमेन्टहरू निकाल्दैछौँ हामी है त यो भनेको ए भयो यो भनेको बी भयो यो भनेको सी भयो र यो भनेको डी भयो है अब फर्मुलामा एमएफएबी भनेर हुन्थ्यो यहाँनिर कुनै मोमेन्ट थिएन त्यो भएर 0 भयो अनि त्यसपछि यहाँनिर 2EI है अनि त्यसपछि यहाँनिर तिमीहरूको यसमा आउने के हो त हामीलाई यसमा आएको के चाहिने हो यहाँनिर अब रोटेसन भनेको एमा आएको रोटेसन 0 भयो अब सपोर्ट बीमा आउने रोटेसन यहाँनिर कति आएको छ त्यो भ्यालु राख्नु पर्यो है अब त्यसपछि माइनस अब 3 डेल्टा अपन के हुन्थ्यो हाम्रो 3 डेल्टा अपन फर्मुलामा याद हुन्थ्यो हैन अब त्यो कुरा 3 डेल्टा चाहियो अब हामीलाई 3 डेल्टाको लागि हेर त अगाडि कमेन्ट लिइसकेका थियौँ 3 डेल्टा चाहियो अब 3 डेल्टाको लागि यहाँनिर हेर्दाखेरि हेर त 3 डेल्टा भनेको कति हुन्छ त अब यहाँनिर डेल्टा हुन्छ हुँदैन हुन्छ त्यो हेर्नु पर्यो एबीमा चाहिँ डेल्टा हुन्छ कि हुँदैन त्यो कुरा हेर्नु पर्यो एबी मेम्बरको लागि अब एबी मेम्बरको लागि डेल्टा हुन्थ्यो कि हुन्थेन भन्नको हेर्नको लागि चाहिँ के गर्नु पर्यो भने एकछिन है अलिक सानो फिगर बनाउँछु अब यो त हाम्रो लोड लागिसकेपछि फाइनल पोजिसन त सोए भएर यसरी जान्छ यहाँनिर फाइनल पोजिसनमा त यसरी सोए भएर गएको हुन्छ यो हैन लोडले गर्दाखेरि सोए गराउँदो रहेछ नि यसलाई है लोडले गर्दाखेरि यहाँनिर सोए गराउँदो रहेछ र यो सोए चाहिँ कति हुँदो रहेछ यहाँनिर यो भ्यालु छ हेर त यति भ्यालु आउँदो रहेछ 59.1 अपन EI हुँदो रहेछ है यदि चाहिँ सोए हुने भयो अब एबी को लागि हामीले इन मोमेन्ट निकाल्दैछौँ भने एबी को मेम्बरको लागि अब यहाँनिर सपोर्टको सेटलमेन्ट वाला फर्मुलामा डेल्टा कन्सिडर गर्नु पर्यो कि परेन पर्यो नि यहाँनिर कति भएको छ हेर त यो एबीमा त यो कति भएको छ डेल्टा भएको छ अब यो डेल्टा नेगेटिभ हो पोजिटिभ हो यो फर्मुलामा अनुसार तिमीले हेरेर गर्न सक्छौ के हुन्छ सकिन्छ सर पहिलाको जस्तै गरेर के हुन्छ नेगेटिभ हुन्छ कि पोजिटिभ हुन्छ डेल्टा अहिले पोजिटिभ नै हुन्छ फर्मुलामा यहाँनिर माइनस नै छ माइनस कन्सिडर गरेको छ अलरेडी यो डेल्टाको भ्यालु चाहिँ अलरेडी के हुन्छ त नेगेटिभ हुन्छ तिमीहरूको यहाँनिर के अरे पोजिटिभ हुन्छ यहाँ पोजिटिभ आएको छ भने पोजिटिभ नत्र तिमीहरूको त्यही अनुसार चेक गर्नु है कुन डिरेक्सनमा आएको छ के छ त्यो अनुसार चाहिँ दिनु तिमीहरूले गरेको आफ्नो डिरेक्सन के दिएका छौ त्यो अनुसार गर्नु नत्र कि चाहिँ डाइरेक्ट सुरुमा चाहिँ सधैँ सोही चाहिँ तिमीहरूले कोअर्डिनेट सिस्टम देखाउँदाखेरि लेफ्ट टु राइट गर्यौ भने चाहिँ ख्याल गर्नु पर्दैन यहाँ जे आएको छ त्यही राख्दाखेरि हुन्छ त्यो नराखिकन अपोजिट कुनै अर्को राइट टु लेफ्टतिर राखेका छौ भने चाहिँ ख्याल गर्नुपर्ने हुन्छ है ठिक छ लेफ्ट टु राइटै राखेका छौ सोही चाहिँ तिमीहरूले क्वेसनमा के अरे सुरुमा हामीले कोअर्डिनेट सिस्टम डिफाइन गर्दाखेरि त्यही मैले अहिले जुन देखाएको छु त्यही गर्यो भने चाहिँ के हुन्छ त सधैँ तिमीहरूले त्यही नेगेटिभ पोजिटिभको ख्याल नगरिकन त्यहाँ जे आउँछ त्यही राखेर गर्दाखेरि नै एक्ज्याक्टली म्याचिङ भएको हुन्छ मिलिरहेको हुन्छ है त्यसरी डाइरेक्ट गर्न सक्छौ अब यदि त्योभन्दा फरक राख्यौ भने चाहिँ ख्याल गर्नु पर्यो ल अब त्यस्तै गरेर नेक्स्टमा हेरौँ अब हामी यहाँनिर अब बिएमा हेर बिएमा पनि आउने भयो बिएमा कुनमा 0 के हुन्छ यो डिस्प्ले के अरे सेटलमेन्ट कन्सिडर गर्नु पर्यो अब हामी चाहिँ बीसी र सीडीमा हेरौँ बीसी र सीडीमा सपोर्टको सेटलमेन्ट वालाको यो 3 डेल्टा वाला थियो त्यो कन्सिडर गर्नुपर्छ कि पर्दैन सीडी बीसीमा पर्दैन सर
किनकि एउटै लेभलमा छ नि हेर त हो सर। बीसीमा एउटै लेभलमा छ नि हैन बीसीमा चाहिँ यहाँनिर थीटा बी कति आउँछ थीटा सी कति आउँछ त्यो चाहिँ चाहियो तर यो सपोर्टको सेटलमेन्टवाला डेल्टावाला चाहिँ इफेक्ट 0 भयो यो चाहिँ 0 भयो है ल त्यस्तै गरेर सिडीमा हेरौँ सिडीमा पनि डेल्टा आउँछ कन्सिडर गर्नुपर्छ डेल्टा पर्छ सिडीमा चाहिँ पर्यो हामीले कन्सिडर गरेका छौँ र यसरी चाहिँ सम गरेर चाहिँ यो फाइनल एन्ड मोमेन्ट कति आउँछ फाइनल एन्ड मोमेन्टहरू सबै मेम्बरमा आएको फाइनल एन्ड मोमेन्ट निकाल्ने फाइनल एन्ड मोमेन्ट आइसकेपछि चाहिँ अनि के गर्ने त बेन्डिङ मोमेन्ट डायग्राम बनाउने पहिला जस्तै यो त गर्न सकिहाल्छ तिमीहरूले हैन यसमा त मैले डिस्कस गरिराख्नु पर्दैन ल स्टिफनेस म्याट्रिक्सबाट चाहिँ तिमीहरूलाई यो यतिसम्म पुरै कम्प्लिट डिटेलमा एनालाइसिस गरेर मोमेन्ट बेन्डिङ मोमेन्ट डायग्राम निकाल भन्नेसम्म चाहिँ जनरली चाहिँ आउँदैन नआउने पनि होइन आउँछ लङ क्वेसनमा नआएको नि होइन तर जनरली चाहिँ यसबाट चाहिँ स्टिफनेस म्याट्रिक्स मेन टास्क भनेको चाहिँ यसमा चाहिँ स्टिफनेस म्याट्रिक्स हो स्टिफनेस म्याट्रिक्स डेभलप गर्ने हो एउटा स्टिफनेस म्याट्रिक्स निकाल भनेर आइरहेको हुन्छ अनि त्यसमाथि फेरि अर्को कुरा चाहिँ के भयो भने तिमीहरूको यो स्लोप रिफ्लेक्सनकै रिपिट पोर्सन भयो नि त्यही भएर स्लोप रिफ्लेक्सनबाट चाहिँ क्वेसन आइरहेको छ न्युमेरिकल लेन्थी क्वेसनहरू आइरहेको छ भने यही कुरा चाहिँ रिपिट जनरली भइरहेको हुँदैन त्यो हुनाले पनि स्टिफनेस म्याट्रिक्स मात्र आउने कारण चाहिँ त्यो हो मतलब तिमीहरूलाई चाहिँ यसरी कम्प्लिटली सल्भ गरेर सबै निकालेर एनालाइसिस गर्ने क्वेसन पनि आउँछ नआउने चाहिँ होइन ल यदि हेऱ्यौ भने चाहिँ लगभग यसमा हाम्रो टेन्टेटिभ सबै खाले कन्सेप्टहरू युज भएको छ यो न्युमेरिकल हेर्नु पर्यो प्र्याक्टिस गर्नु पर्यो तिमीहरूले कपीमा आफैले नोट बनाउने र कम्प्लिटली आफैले क्यालकुलेट गरेर सार्ने भन्दाखेरि पनि कम्प्लिटली क्यालकुलेट गरेरै गऱ्यौ भने एकचोटि किनकि धेरै कुराहरू भयो नि हेर त यो एउटा नुमेरिकल कम्प्लिट गर्नको लागि हिजो पनि हामीले हेरेका थियौँ आज पनि हेऱ्यौँ धेरै माइनर कुराहरू कन्फ्युज हुन सक्ने कुराहरू कुन मेम्बरको इफेक्ट हुन्छ हुँदैन स्टिफनेस निकाल्दाखेरिदेखि लिएर यो होरिजेन्टल फोर्स निकाल्दाखेरिदेखि लिएर एकदम डिटेलली हेर्नु पर्दो रहेछ होइन कुन मेम्बर भर्टिकल मेम्बर होरिजेन्टल मेम्बर कुनको इफेक्ट कुनमा आउँछ आउँदैन यसमा आएको रोटेसनले गर्दाखेरि यसमा आउने रोटेसनले गर्दाखेरि यो जोइन्टमा आउने रोटेसनले होरिजेन्टल फोर्समा असर गर्छ गर्दैन धेरै कुराहरू छ यसमा धेरै कुराहरू गाह्रो चाहिँ छैन एकचोटि कन्सेप्ट क्लियर भयो भने गाह्रो छैन केही पनि छैन मैले एकदमै डिटेलमा त्यही भएर मलाई एकदम टाइम बगाएर गरेको यो हेर्ने र अरूहरू प्र्याक्टिस गर्ने नि अब त्यस्तै गरेर त्यसपछि म तिमीहरूलाई एउटा क्वेसन चाहिँ लेख भन्छु अरू म तिमीहरूको टाइम धेरै लिँदिनँ एउटा क्वेसन मात्र लेख भन्छु क्वेसन पनि नलेख के गर भने तिमीहरूले अहिले स्क्रिनसट लिऊ सबैले स्क्रिनसट ल्याऊ त ल कुन होला सर दुईटा क्वेसन देखे दुईटा क्वेसन देखिएको छ यही दुईटा क्वेसनको चाहिँ स्क्रिनसट लिने ल यो दुईटा क्वेसनको स्क्रिनसट लिने है त स्क्रिनसट लिइराख अनि यो नेक्स्ट क्लासमा आउँदाखेरि चाहिँ यो दुईटा न्युमेरिकल चाहिँ तिमीहरूले गरेर आउने अब यहाँनिर यो क्वेसनमा के छ हेर त केही पनि छैन यहाँनिर युडिएल लागेको छ है जस्तै यहाँनिर क्रिटिकल न्युट्रोनको लोड लागेको रहेछ अनि अरू अब अहिलेको केसमा यहाँनिर पनि लोड थियो अहिले यहाँ पनि लोड छैन फरक के हुन्छ यसले कहाँनिर के फरक पर्छ भनिहाल त फिक्सन मुभमेन्टमा 0 आउने भयो सिडी पर्सनको हो सिडी मेम्बरको फिक्सन मुभमेन्टमा 0 आउने भयो त्यो 0 आइसकेपछि चाहिँ तिमीहरूले यहाँनिर होरिजेन्टलवाला सिस्टम ट्रान्सलेसन हुन्छ यसमा सोय हुन्छ पिडिएस सिस्टममा चाहिँ यो सोयको कारणले गर्दाखेरि हुने पिडिएसमा जुन चाहिँ कोर्डिनेट राखेको हुन्थ्यो अहिलेको केस भन्नु भने P-1 भयो यसमा कति हुने भयो 0 यहाँनिरको F1 अनि यतापट्टिको मेम्बरको F2 भन्थ्यो F1 पनि 0 F2 पनि 0 हैन यो दुईटा न्युमेरिकल चाहिँ गरेर आउने यो पास्ट क्वेसनसँगै म्याचिङ हुने क्वेसन छ कुनै टाइपको पास्ट क्वेसनहरूसँग म्याचिङ हुने त्यो पनि हेर्न सक्छौ आजलाई चाहिँ हामी यति नै गर्छौँ म एटेन्डेन्स लिएँ सर लगभग यो च्याप्टर सक्यो यो च्याप्टरको अझ जस्तो तिमीहरूलाई मैले ट्युटोरियलको क्वेसनको भ्यारिएसनहरू हैन त्यो गराउँछु अनि त्यसपछि एउटा क्रसको लागि भनेपछि अब हामी अझै दुईटा क्लास चाहिँ लाग्छ होला हुन्छ सर है त्यसपछि म तिमीहरूलाई च्याप्टर 4 पढाउँछु उसको फर्स्ट मेथडमा के भइरहेछ तिमीहरूको लगभग सक्यो हाम्रो त्यो पनि बाँकी छैन स्लोप रिफ्लेक्सन मेथडको फ्रेम छ